हेलो एभ्रिवान। आजको यस भिडियोमा चाहिँ हामीले क्लास 9 को एचसीएफ एन्ड एलसीएम टपिकको चाहिँ एक्सरसाइज सोल्युसन लिएर आएका छौँ। र हाम्रो फर्स्ट क्वेसन छ फाइन्ड द एचसीएफ अफ एक्स स्क्वायर माइनस वाई स्क्वायर एन्ड एक्स प्लस वाई को होल स्क्वायर। अब यसमा चाहिँ फर्स्ट एक्सप्रेसन चाहिँ हाम्रो एक्स स्क्वायर माइनस वाई स्क्वायर छ र फर्स्ट एक्सप्रेसनलाई चाहिँ हामीले फ्याक्टराइज गर्छौँ। हामीले एचसीएफ फाइन्ड आउट गर्नको लागि चाहिँ एक्सप्रेसनहरूलाई फ्याक्टराइज गर्नुपर्छ। र फर्स्ट एक्सप्रेसन चाहिँ हाम्रो एक्स स्क्वायर माइनस वाई स्क्वायर छ र अब यो कुन फर्मेटमा छ भनेपछि यो तपाईँको चाहिँ ए स्क्वायर माइनस बी स्क्वायरको फर्मेटमा छ। र ए स्क्वायर माइनस बी स्क्वायरको फर्मुला चाहिँ के हुन्छ भने ए प्लस बी र ए माइनस बी हुन्छ है। सो यो फर्मेटमा भएको एक्सप्रेसनको फर्मुला चाहिँ यो हुन्छ भने एक्स स्क्वायर माइनस वाई स्क्वायर पनि यही फर्मेटमा छ। सो के लेख्ने भने एक्स प्लस वाई र एक्स माइनस वाई लेख्ने। यो चाहिँ फर्स्ट एक्सप्रेसनको के भयो त फ्याक्टराइजेसन भयो। अब सेकेन्ड एक्सप्रेसनको चाहिँ फ्याक्टराइजेसन गर्नु पर्यो। सेकेन्ड एक्सप्रेसनमा के छ भने हाम्रो सेकेन्ड एक्सप्रेसनमा एक्स प्लस वाईको होल स्क्वायर छ। एक्स प्लस वाईको होल स्क्वायर छ। अब एक्स प्लस वाईको होल स्क्वायर तपाईँहरूले फर्मुला सम्झिँदै गर्दा त यस्तो सम्झिनु भयो होला, ए प्लस बीको होल स्क्वायरको फर्मुला सम्झिनु भयो होला, यो वाला ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायर सम्झिनु भयो होला। तर यो फर्मुला यहाँ राखिदिनु भयो भनेपछि फ्याक्टर फर्ममा आउँदैन। सो हामी चाहिँ ए प्लस बीको होल स्क्वायरको फर्मुला चाहिँ जस्तै एक्स स्क्वायर भनेको एक्स इन्टु एक्स भने चाहिँ एक्स प्लस वाई स्क्वायर भनेको पनि के हुँदो रहेछ त एक्स प्लस वाई अनि एक्स प्लस वाई। हेर्नु होला है, यहाँ बाहिर स्क्वायर भएपछि एक्सको स्क्वायर भएपछि एक्स दुईचोटि इन्टु भएको भन्ने बुझिन्छ भने एक्स प्लस वाईको स्क्वायर भएपछि यो एक्स प्लस वाई भन्ने कुरा चाहिँ दुईचोटि इन्टु भएको भन्ने कुरा बुझिन्छ। सो त्यसो भए यहाँ के लेख्न पाइयो त एक्स प्लस वाई एन्ड एक्स प्लस वाई लेख्न पाइयो। यसरी चाहिँ हामीले दुईटै एक्सप्रेसनको फ्याक्टराइजेसन सकिसकेपछि अन्त्यमा चाहिँ हामीले चाहिँ के लेख्नुपर्छ त एचसीएफ भनेर लेख्ने। देयरफोर एचसीएफ के हुने भयो त एचसीएफ भनेको तपाईँको कमन फ्याक्टरहरू। एचसीएफ भनेको कमन फ्याक्टरहरू, हाइएस्ट कमन फ्याक्टरहरू। अब दुवैमा कमन फ्याक्टर के छन् त एक्स स्क्वायर माइनस वाई स्क्वायरको फ्याक्टराइजेसन गर्दा फ्याक्टर यो फ्याक्टर यसको निस्कियो र एक्स प्लस वाईको होल स्क्वायरको फ्याक्टर गर्दा चाहिँ एक्स प्लस वाई र एक्स प्लस वाई फ्याक्टरहरू निस्के भनेपछि दुवैमा कमन फ्याक्टर के भेटियो त दुवैमा कमन फ्याक्टर भेटिए एक्स प्लस वाई। यही नै के हो त तपाईँको एचसीएफ हो यो फर्स्ट एक्सप्रेसनको। सेकेन्ड क्वेसन चाहिँ ए क्युब माइनस 64 एन्ड ए स्क्वायर माइनस 16 को चाहिँ एचसीएफ फाइन्ड आउट गर्छौँ। र यसमा हाम्रो फर्स्ट एक्सप्रेसन छ ए क्युब माइनस 64 र सेकेन्ड एक्सप्रेसन छ ए स्क्वायर माइनस 16। सो हामी फर्स्ट एक्सप्रेसनबाट जान्छौँ। सोल्युसन हेयर फर्स्ट एक्सप्रेसन चाहिँ हाम्रो ए क्युब माइनस 64 छ। अब यसो ए क्युब माइनस 64 छ, हेर्नु होला है, क्युबबाट माइनस सम्झिनुहोस् है, यो दुईवटा कुरा सम्झिनुहोस्। क्युब र माइनस भनेको फर्मुलाहरू सम्झिँदै गर्दा चाहिँ ए क्युब माइनस बी क्युब भन्ने फर्मुला चाहिँ एउटा हेर्नुहोस् त माइनस माइनस ए क्युब अगाडिको टर्म क्युबमा छ माइनस छ पछाडिको टर्म पनि क्युबमा भइदिएको भए त यो ए क्युब माइनस बी क्युबको फर्मुला बन्थ्यो। ए क्युब माइनस बी क्युबको फर्मुला भनेको के त ए माइनस बी र यो चाहिँ ए स्क्वायर प्लस एबी प्लस के हुन्छ त बी स्क्वायर हुन्छ। यसरी चाहिँ ए क्युब माइनस बी क्युबको फर्मुला चाहिँ ए माइनस बी इन्टु ए स्क्वायर प्लस एबी प्लस बी स्क्वायर हुन्छ। अब कुनै तरिकाले ए क्युब माइनस अगाडिको क्युब छँदैछ, बिचमा माइनस पनि छँदैछ, 50% काम 50% भन्दा बढी मिलेकै छ, यो पछाडिको पनि बी क्युब बनाउन पाइए त यही फर्मेटमा बन्थ्यो। यो फर्मेटमा यो एक्सप्रेसन बन्यो भनेपछि हामी चाहिँ यो फर्मुला राख्न पाउँछौँ है। सो अब हामीले यो 64लाई चाहिँ क्युब गर्नु पर्यो। कुन नम्बरको क्युब गर्दा चाहिँ 64 आउला अथवा चाहिँ 64 कुन नम्बरको क्युब हो भन्ने कुरा है। अब तपाईँहरूलाई याद गर्नुभयो होला, यो चाहिँ के हो त 4 को क्युब हो। अब मानौँ तपाईँलाई थाहा भएन कुन नम्बरको क्युब हो 64 भन्ने थाहा भएन भने तपाईँले जस्ट के गरिदिने भनेपछि 64लाई चाहिँ फ्याक्टर यसरी प्राइम फ्याक्टराइजेसन गरिदिने है। 64 कुन नम्बरको क्युब हो भन्ने थाहा भएन भने 64लाई चाहिँ प्राइम फ्याक्टराइजेसन गर्ने है। सो प्राइम फ्याक्टर गर्दा चाहिँ यसको प्राइम फ्याक्टराइजेसन गर्दाखेरि चाहिँ के हुन्छ त 3 2 जा 6 हुन्छ, 2 2 जा 4 हुन्छ, यहाँ चाहिँ 16 2 जा 32 हुन्छ, यो चाहिँ 8 2 जा 16 हुन्छ, यो चाहिँ 4 2 जा 8 हुन्छ र यता चाहिँ 2 2 जा 4 हुन्छ। यसो गर्दा चाहिँ तपाईँको चाहिँ 64 को चाहिँ 64 भनेको चाहिँ 2 को पावर
त 6 रहेछ। किन रहेछ भने 2 कतिवटा भेटियो त यहाँ 2 1 2 3 4 5 6 6वटा 2 भेटियो। 2 को पावर 6 रहेछ। अब यहाँ त पावरमा 6 आयो तर हामीलाई चाहिएको त के हो त पावरमा क्युब चाहिएको हो है। पावरमा 6 आयो पावरमा क्युब चाहिएको हो। त्यसो भए हामी 2 को पावर 6 लाई चाहिँ के लेख्न सक्छौँ भने 2 को पावर 6 लाई चाहिँ हामीले 2 × 3 लेख्न सक्छौँ है। लेख्न सकिन्छ नि हैन। 2 को पावर चाहिँ 6 लाई चाहिँ हामी 2 × 3 लेख्न सक्छौँ। अब हाम्रो 3 आइहाल्यो। अब के गर्ने भने 3 लाई एज अ पावर राख्ने, 2 को पावर 2 राख्ने र यो के गर्ने त होल पावर राख्ने है। यो उपरपट्टि थाहा होला तपाईलाई पावरहरु प्रोडक्ट भएका छ भने पावरको पावर राख्न मिल्छ है। पावरहरु प्रोडक्ट छन् भनेपछि पावर प्रोडक्ट फर्ममा छ भनेपछि के लेख्न मिल्छ त पावरको पावर लेख्न मिल्छ। सो त्यसो भए यो के भयो त अब 2 को पावर 2 भनेको के भयो त 4 भयो र बाहिरको क्युब छँदैछ। यसरी चाहिँ 64 भनेको के रहेछ 4 को क्युब रहेछ भन्ने कुरा थाहा हुन्छ है। अब चाहिँ हामी चाहिँ हेरौँ त a क्युब माइनस b क्युब छ, a क्युब माइनस b क्युब छ। ठ्याक्कै फर्मुला मिल्यो भनेपछि अब त्यही फर्मुला राख्दिने त a माइनस b, b को ठाउँमा त अहिले हाम्रो 4 छ है र a स्क्वायर प्लस ab भनेको 4 र a लाई इन्टु गर्ने हो है। ab भनेको जस्तै a र b लाई इन्टु गरे जस्तै 4 र a लाई इन्टु गर्ने, 4 र a लाई इन्टु गर्दा 4 हुन्छ है। प्लस b स्क्वायर भनेको 4 को स्क्वायर। त्यसो भए a माइनस 4 र चाहिँ यो a स्क्वायर प्लस 4a प्लस र 4 को स्क्वायर भनेको के हुन्छ त 16 हुन्छ। 4 को स्क्वायर के हुन्छ 16 हुन्छ। कसरी हुन्छ 4 को स्क्वायर भनेको 4 × 4 हो। 4 को स्क्वायर भनेको के हो त 4 को स्क्वायर भनेको 4 × 4 हो र 4 × 4 भनेको के हुन्छ त 16 हुन्छ। यसरी चाहिँ 4 को स्क्वायर 16 हुन्छ है। सेकेन्ड एक्सप्रेसन चाहिँ हाम्रो के छ भने सेकेन्ड एक्सप्रेसन हाम्रो के छ a स्क्वायर माइनस 16 छ। a स्क्वायर माइनस 16 छ है। a स्क्वायर माइनस के छ त 16 छ। अब यहाँ हेर्नु होला है a स्क्वायर माइनस 16 छ, स्क्वायर छ। हेर्नुहोस् त स्क्वायर भएको फर्मेटहरु सम्झिँदै गर्दा फर्मुलाहरु सम्झिँदै गर्दा a स्क्वायर माइनस b स्क्वायर छ। ल हेर्नुहोस् त माइनस छ अगाडिको टर्मको स्क्वायर छ, माइनस छ अगाडिको टर्मको स्क्वायर। यति 50% भन्दा बढी मिलिसक्यो। पछाडी चाहिँ के छ भनेपछि पछाडिको टर्मको पनि के हुनु पर्यो त स्क्वायर हुनु पर्यो। यो फर्मेटसँग म्याच गर्नाले यसले के हुनु पर्यो भने अगाडिको टर्मको स्क्वायर छँदैछ, माइनस पनि छँदैछ, पछाडिको टर्मको चाहिँ स्क्वायर चाहिँ यहाँ छैन है। सो के गरौँ भने हामी यहाँ पनि 16 लाई चाहिँ कुनै नम्बरको स्क्वायरको टर्ममा लेख्न पाइयो भनेपछि 16 लाई चाहिँ स्क्वायरको फर्ममा लेख्न पाइयो भनेपछि के हुन्छ त हाम्रो a स्क्वायर माइनस b स्क्वायरसँग म्याच हुन्छ र a स्क्वायर माइनस b स्क्वायर फर्मेटमा कुनै कुरा छ भनेपछि त्यसको फर्मुला हुन्छ a प्लस b र a माइनस b हुन्छ है। सो अब के गरौँ भने हामी a स्क्वायर माइनस 16 लाई चाहिँ 4 को स्क्वायर लेख्न मिल्छ है। 16 लाई चाहिँ 4 को स्क्वायर लेख्न मिल्छ। अब फेरि तपाईलाई मानौ 16 कतिको स्क्वायर हो भन्ने थाहा छैन भनेपछि अघिको जस्तो चाहिँ 16 लाई यसरी फ्याक्टर गर्ने, यसरी फ्याक्टर गर्दा चाहिँ तपाईको 2 ले गर्ने अनि यो कति हुन्छ 8 2 आउँछ, फेरि यो 2 ले गर्ने 4 ले हुन्छ, फेरि यो कतिले गर्ने 2 ले गर्ने 2 हुन्छ। यसरी चाहिँ 16 भनेको के रहेछ भने 2 को पावर चाहिँ 4 रहेछ। अब पावरमा त हामीलाई 4 हैन 2 चाहिएको। हामी के गरौँ भनेपछि 4 लाई 2 × 2 लेख्दियौ। 4 लाई 2 × 2 लेख्दै गर्दा पावरहरु मल्टिप्लाई भएका छन् भने फेरि के हुन्छ अरे पावरको पनि पावर लेख्न मिल्छ। र 2 को पावर 2 भनेको भित्र 4 भइहाल्यो र बाहिरको पावर यो भइहाल्यो। यसरी 16 भनेको चाहिँ 4 को पावर 2 रहेछ। अब यसरी हेर्नुहोस् त a स्क्वायर माइनस b स्क्वायर को टर्ममा कन्भर्ट भइहाल्यो। हेर्नुहोस् त a स्क्वायर छ अगाडिको टर्मको स्क्वायर छ, माइनस छ पछाडिको टर्मको स्क्वायर छ त्यो हुन्छ। त्यसो भए के गर्न मिल्यो त यसलाई यस्तो फर्मेटमा भएको हुनाले यसरी लेख्न मिल्यो। सो के छ त a प्लस b र a माइनस b। यसरी चाहिँ सेकेन्ड एक्सप्रेसनको पनि फ्याक्टराइजेसन सकियो। अब त्यसपछि दुवै एक्सप्रेसनको गिवन जति पनि एक्सप्रेसन थिए हामीसँग गिवन दुईटा एक्सप्रेसन थिए, गिवन एक्सप्रेसनहरुको फ्याक्टराइजेसन कम्प्लिट भएपछि हामी के गर्छौं त एचसीएफ चाहिँ लेख्छौं। अब एचसीएफ भनेको के हो त फर्स्ट एक्सप्रेसनका फ्याक्टरहरु यहाँ छन्, सेकेन्ड एक्सप्रेसनका फ्याक्टरहरु यहाँ छन्। फ्याक्टराइजेसन गरिसकेपछि फ्याक्टर त निस्किने होला हैन। सो फर्स्ट एक्सप्रेसनका फ्याक्टर, सेकेन्ड एक्सप्रेसनका फ्याक्टर र दुवै एक्सप्रेसनका फ्याक्टरहरुमा कमन वाला फ्याक्टर कुन छ त a माइनस 4 के छ त a माइनस 4। सो यो के भयो त्यसको आन्सर भयो। ल अब चाहिँ हाम्रो नेक्स्ट क्वेशन छ क्वेशन नम्बर सी a क्यूब माइनस 4a एन्ड a क्यूब इन्टु b
माइनस ए बी क्यूब भन्ने दुईवटा एक्सप्रेसन दिएको छ, जसमा चाहिँ हाम्रो फर्स्ट एक्सप्रेसन छ ए क्यूब माइनस 4a भन्ने छ। ल अब हेरौँ है यसमा। अब यसमा के हेरौँ भनेपछि यहाँ हामीसँग दुईवटा टर्म छ, ए क्यूब माइनस 4a भन्ने दुईवटा टर्म छ है। सो दुईटै टर्ममा केही कमन देख्दैछौँ होला हामीले, ए भन्ने कमन छ है। यसरी हेर्दै गर्दा चाहिँ ए क्यूब भनेको के हो भने ए इन्टु ए हो है। क्यूब भनेको ए क्यूब छ भनेपछि ए चाहिँ 3 चोटि मल्टिप्लाई भएको छ भन्ने बुझिन्छ। माइनस 4 को 4 लेखौँ, इन्टु के लेखौँ त ए लेखौँ यहाँ है। सो यसरी चाहिँ के भयो भने दुवै टर्ममा कमन के छ त, हाम्रो टर्म भनेको के हुन्छ भनेपछि प्लस माइनस साइनका यताउता प्लस माइनस साइनले सेपरेट गरेको चाहिँ के हुन्छ त टर्म हुन्छ। जस्तै यहाँ माइनस साइनले सेपरेट गरेको छ भने यो के हो त टर्म हो। प्लस साइनले सेपरेट गरेको भए पनि के हुन्थ्यो त टर्महरू हुन्थ्यो। प्लस माइनस साइनले सेपरेट गर्छ भनेपछि त्यहाँ चाहिँ टर्म भन्छ। जस्तै ए प्लस बी छ भनेपछि यो प्लस साइनले सेपरेट गर्यो भनेपछि यो एउटा टर्म हो, यो एउटा टर्म हो। तर ए इन्टु बी छ भनेपछि यो पुरै सिङ्गल टर्म हो, यो डबल टर्म होइन यहाँ है। यसरी बुझ्नु होला टर्मसँग रिलेटेड कुराहरूमा। अब यो दुवै टर्ममा कमन के छ भनेपछि हाम्रो ए छ, ए कमन छ भनेपछि हामी एलाई कमन लिन्छौँ है। दुवैमा कमन छ भनेपछि कमन लिन्छौँ। कमन लिने तरिका के हो भने जुन कमन छ त्यसलाई सुरुमा लेख्ने, त्यसपछि ब्राकेट क्लोज गर्ने है। किनभने हामीले कमन टर्म त बाहिर लेखिसक्यौँ त, कमन टर्म बाहिर निकालिदिने, ब्राकेटभन्दा बाहिर लेख्ने, त्यसपछि ब्राकेट बनाएर अब कमन तानिसकेपछि के बच्छ त, पहिलो टर्ममा के बच्यो त। अब कमन तानिसकेपछि हेर्नु होला है, ए इन्टु ए तिनवटा ए थिए, तिनवटा एबाट एउटा कमन, यो ए र यो ए कमन भनेर हामीले बाहिर तानिसकेपछि बच्ने के भयो त दुईवटा ए बस्ने भयो, ए इन्टु ए बस्ने भयो। माइनस र यता के बस्ने भयो, यो ए त कमन आइसक्यो, आज कमन आइसक्यो। सो यहाँ के बस्ने भयो त 4 बस्ने भयो। अब हाम्रो एक्सप्रेसन कस्तो बन्छ भने यो ए इन्टु ए भनेको ए स्क्वायर भयो है। र 4 लाई चाहिँ हामीले के लेख्न सक्छौँ भने 2 को स्क्वायर लेख्न सक्छौँ। बुझ्नुभयो कि भएन है। ए इन्टु ए स्क्वायर भयो र 4 लाई चाहिँ हामीले के लेख्न सक्छौँ त 2 को स्क्वायर लेख्न सक्छौँ। अब हाम्रो के हुँदैछ भनेपछि यता हेर्नु होला, ए बाहिरै छ। यो ब्राकेटभित्रको कुरा चाहिँ फेरि कुन फर्मेटमा आउँदैछ भने तपाईँको ए स्क्वायर माइनस बी स्क्वायर फर्मेटमा आउँदैछ। हेर्नुहोस् त अगाडिको टर्मको स्क्वायर माइनस पछाडिको टर्मको स्क्वायर फर्मेट हो नि त यो। सो हेर्नुहोस् त अगाडि टर्मको स्क्वायर माइनस पछाडिको टर्मको चाहिँ के छ त स्क्वायर छ। सो यस्तो फर्ममा छ भनेपछि हामी के लेख्न सक्छौँ, ए प्लस बी र ए माइनस बी लेख्न सक्छौँ। अब यो पनि यसै यो दुईटैको फर्मेट त मिलेको छ भनेपछि के गर्दिने त यसलाई यो चाहिँ ए स्क्वायर माइनस बी स्क्वायरले यो टर्ममा खोले चाहिँ यसलाई पनि त्यो टर्ममा चाहिँ खोलिदिउँ। के भयो त यो ए प्लस 2 र ए माइनस 2 भयो। यसरी चाहिँ फ्याक्टराइजेसन कम्प्लिट भयो है। फ्याक्टराइजेसन कम्प्लिट भइसकेपछि चाहिँ अब हामी कहाँ जान्छौँ त फर्स्ट एक्सप्रेसनको फ्याक्टराइजेसन कम्प्लिट। अब हामी जान्छौँ सेकेन्ड एक्सप्रेसनमा। सेकेन्ड एक्सप्रेसनमा के छ भने हाम्रो सेकेन्ड एक्सप्रेसनमा छ ए क्यूब इन्टु बी माइनस ए बी क्यूब। अब यसमा हेर्नुहोस् त दुवैमा एबी देखिँदैछ, तर कतिवटा एबी र कतिवटा बी कमन छन् भन्ने कुरा अहिले ठ्याक्कै चाहिँ भन्न गाह्रो होला है। सो के गरिदिउँ भने हामी यसलाई सिम्पल गरिदिउँ। ए क्यूब भनेको के हो त ए इन्टु ए हो, इन्टु बी पनि छ यहाँ। ए क्यूब भनेको ए इन्टु ए हो र यहाँ इन्टु ए क्यूबसँग बी पनि के भएको छ त इन्टु भएको छ माइनस, र यो के छ त ए इन्टु बी इन्टु बी है। यसरी चाहिँ ए एउटै छ र बी क्यूब भनेपछि बी कतिवटा छन् त 3वटा छन् है। यसरी चाहिँ यो छ। अब हामी के गरौँ भने अब हामीलाई चाहिँ के छ क्लियर देखिँदैछ कि के कमन छ र कतिवटा कमन छ भन्ने कुरा देखिँदैछ। हेरौँ त यो फर्स्ट एक्सप्रेसन हो, यो चाहिँ के हो त हाम्रो फर्स्ट एक्सप्रेसन हो, यो चाहिँ के हो त हाम्रो सेकेन्ड एक्सप्रेसन हो। फर्स्ट एक्सप्रेसन र सेकेन्ड एक्सप्रेसनमा चाहिँ हाम्रो हेरौँ त एउटा ए कमन छ र अर्को के छ बी र बी कमन छ। सो एबी भन्ने टर्म कमन छ। सो के एबी भन्ने चाहिँ कमन छ। ए इन्टु बी बाहिर निकालिदिउँ है, कमन लिउँ बाहिर। बच्यो के त अब हेरौँ है, यो फर्स्ट एक्सप्रेसनमा यो फर्स्ट टर्ममा चाहिँ फर्स्ट टर्ममा ए र बी बाहिर आइसकेपछि के बच्ला त एउटा ए र एउटा बी बाहिर आइसकेपछि दुईवटा ए बच्ला। दुईवटा ए बच्नु भनेको ए स्क्वायर माइनस, बुझ्नुहुन्छ नि होइन, दुईवटा ए बच्नु भनेको के त ए स्क्वायर माइनस। अब ए र बी सेकेन्ड टर्ममा चाहिँ ए र बी बाहिर आइसकेपछि के बच्यो त हाम्रो बी स्क्वायर भयो। के बच्यो त बी स्क्वायर भयो। अब यो त तपाईँले सोझै देख्नुहुन्छ ए स्क्वायर माइनस बी स्क्वायर छ भनेपछि के लेख्न मिल्छ त त्यहाँ हामी के गरौँ त ए इन्टु बी गरौँ र यसलाई चाहिँ
ए प्लस बी र ए माइनस बी लेख्ने ल है। यो सबै फर्मुलाको चाहिँ यो दुईटै एक्सप्रेसनमा चाहिँ हाम्रो सेम फर्मुला चाहिँ युज भएको छ है। अब यसरी चाहिँ हाम्रो दुईटै एक्सप्रेसनको फ्याक्टराइजेसन कम्प्लिट भएपछि लास्टमा के लेख्छौँ त हामी एचसिएफ लेख्छौँ। एचसिएफ भनेको के हो भनेपछि कमन फ्याक्टर हो। सो दुवैमा कमन के छ त हेरौँ त, यसो हेरौँ त, ए छ, यहाँ पनि ए छ, ए पनि रहेछ कमन, ए कमन छ, त्यसपछि के कमन छ, यसपछि त केही पनि कमन छैन हैन। ए प्लस 2 हो, ए प्लस बी छ, यहाँ ए माइनस 2 हो, यहाँ चाहिँ ए माइनस बी छ। सो त्यसपछि केही पनि कमन छैन। सो एचसिएफ भनेको ए मात्र भयो हाम्रो। अब चाहिँ हामी क्वेसन नम्बर डीमा आइपुग्यौँ। डीमा चाहिँ के छ भनेपछि 3x को पावर 4 माइनस 15x² एन्ड 7x³ माइनस 35x दुईटा एक्सप्रेसन रहेको छ। यसरी चाहिँ हाम्रो फर्स्ट एक्सप्रेसन के छ भनेपछि 3x को पावर 4 माइनस 15x² भन्ने छ। यहाँ हामीले फर्स्ट एक्सप्रेसन लेख्यौँ। अब यसो हेर्दै गर्दा माइनस छ बिचमा है, र के देखिँदैछ भनेपछि कमन पनि देखिँदैछ। माइनस छ भने दुईटा टर्म छ, माइनस छ भनेपछि प्लस माइनस छ भनेपछि टर्महरू अलग छन्, यो अलग टर्म हो, यो अलग टर्म हो। सो दुईटा टर्म छन्। सो दुईटै टर्ममा यसो हेर्दा एक्स कमन देखिँदैछ है, यसो एक्स कमन देखिँदैछ। अब ठ्याक्कै के कति एक्स कमन छन् र कोफिसियन्टमा पनि केही कमन छ कि छैन भन्ने कुरा थाहा पाउनका लागि हामी चाहिँ के गरौँ भने सिम्पल गरौँ। 3 इन्टु एक्स इन्टु एक्स इन्टु एक्स इन्टु एक्स माइनस, अब यहाँ हेर्नलाई यो प्राइम नम्बरमै छ, कोफिसियन्टहरू छ भनेपछि यदि एउटामा मात्र कोफिसियन्ट छ अर्कोमा छैन भनेपछि के अरे प्राइम फ्याक्टरमा नलेख्दा पनि भयो। तर दुईटैमा कोफिसियन्ट छ भनेपछि हामीले कोफिसियन्टलाई पनि के लेख्न त प्राइम फ्याक्टरहरूमा लेख्ने। सो 15 को प्राइम फ्याक्टर के हुन्छ त 3 इन्टु 5 हुन्छ है, इन्टु एक्स इन्टु एक्स। ल यो बुझ्नुभयो कि है। तपाईँको के छ 3 को 3 छ, एक्स को पावर 4 भनेको कतिवटा एक्स हुन्छ, 4वटा एक्स चाहिँ इन्टु भएका छन्, माइनसको माइनस भयो। र 15 भनेको के हो त 3 इन्टु 5 हो, 5 3 जा 15 हुन्छ, 3 5 जा पनि 15 हुन्छ। सो 3 इन्टु के हो त 5 हो। र x² भनेको के हो त x इन्टु x हो है। यो 15 को फ्याक्टर तपाईँहरूले यसरी आएन भनेपछि कुनै पनि नम्बरको फ्याक्टर चाहिँ तपाईँलाई ठ्याक्कै यसरी आउँदैन भनेपछि यसरी प्राइम फ्याक्टर गरेर चाहिँ तपाईँहरूले निकाल्न सक्नुहुन्छ है, यसरी निकाल्न सक्नुहुन्छ। अब हेरौँ यहाँ चाहिँ दुईटा एक्सप्रेसनमा कमन के भेट्यो त, कोफिसियन्टमा चाहिँ 3 कमन भेटियो है, 3 भेटियो र एक्समा एउटा एक्स फेरि अर्को एक्ससँग अर्को एक्स, दुईटा एक्स चाहिँ कमन भेट्यो इन्टु एक्स इन्टु एक्स। हेर्नु होला है, एउटा यो एक्ससँग अर्को एक्स पनि छ, यो एक्ससँग अर्को एक्स पनि छ भने दुईटा एक्स चाहिँ कमन भेट्यो। अब चाहिँ कमन जति सबै बाहिर लेखिसकेपछि ब्राकेट गर्ने। ब्राकेटमा चाहिँ अब के बच्यो त हेरौँ त, फर्स्ट टर्ममा चाहिँ 3 लाई र दुईटा एक्सलाई बाहिर निकालिसकेपछि के बच्यो त एक्स इन्टु एक्स, दुईटा एक्स बच्यो, x² बच्यो माइनस। सेकेन्ड टर्ममा 3 र दुईटा एक्सलाई बाहिर निकालिसकेपछि के बच्यो त 5 बच्यो। सो यो के भयो त 3, यो यतिमै सक्यो यो है। अब के छ भने सेकेन्ड एक्सप्रेसनमा हाम्रो के छ भने 7x³ माइनस 35x। अब यसमा पनि के गरौँ भने दुवैमा कोफिसियन्ट छ र भ्यारिएबल त छँदैछ, के गरौँ भने सिम्पल गरौँ 7 इन्टु एक्स इन्टु एक्स इन्टु एक्स गरौँ, माइनस गरौँ 35 को फ्याक्टर, 35 को प्राइम फ्याक्टर लेख्दै गर्दा के गरौँला त हामी 5 7 जा 35, दुवै प्राइम नम्बर हो। सो के गरौँ त 5 इन्टु 7 इन्टु एउटा एक्स छँदैछ है। यसरी चाहिँ हामीले सेकेन्ड एक्सप्रेसनको पनि के गरौँ त सिम्पल फर्ममा लेखिदिउँ। सेकेन्ड एक्सप्रेसनमा पनि 7 इन्टु 7 x³ भनेको 3वटा एक्स माइनस भनेको माइनस 35 लाई चाहिँ 5 इन्टु 7 लेख्यौँ, एउटा एक्स चाहिँ छँदैछ। कमन के छ त भन्छौँ भनेपछि कमन के छ त भन्नुहुन्छ भनेपछि 7 र 7 एउटा कोफिसियन्टमा 7 कमन छ र अर्को चाहिँ भेरिएबलमा चाहिँ एउटा एक्स कमन छ, योसँग यो एक्स कमन छ, कोफिसियन्टसँग यो वाला कमन छ। बच्छ के त हेर्नुलाई 7x कमन आइसकेपछि फर्स्ट टर्मबाट 7 र x कमन आइसकेपछि बस्ने के भयो त 7 र x कमन आइसक्यो, बस्ने भयो तपाईँको x² माइनसको माइनस। सेकेन्ड टर्ममा चाहिँ 7 र x त कमन आइसकेका छन् भने के बच्छ त 5 मात्र बच्यो, के बच्छ त 5 मात्र। अब फेरि यो माथिको जस्तै आइहाल्यो, हामीले चाहिँ यो फर्मेटमा अघिको भने जस्तै फर्मेटमा a² माइनस b² फर्मेटमा लग्न सकिन्न, किनकि 5 लाई कुनै पनि नम्बरको स्क्वायरको फर्ममा लेख्न
सेकेन्डमा सो यसको पनि के भयो त फ्याक्टराइजेसन कम्प्लिट भयो देयरफोर एचसिएफ भनेको चाहिँ के हो त कमन फ्याक्टर सो कमन फ्याक्टर के छ हाम्रो कमन फ्याक्टर हेर्नु होला है यसो हेर्नु होला सबै हेर्नुपर्छ यो सबै कमन फ्याक्टर यो फ्याक्टर सरी यो सबै चाहिँ यो सेकेन्ड एक्सप्रेसनका फ्याक्टरहरू भने यो सबै फर्स्ट एक्सप्रेसनका फ्याक्टरहरू दुवैका सबै फ्याक्टरहरूमा कमन के छ त एक्स छ एउटै एक्स छ अरू के छ त एक्स स्क्वायर यो पुरै एक्स स्क्वायर माइनस 5 यति कमन छ सो के भयो त हाम्रो एक्स इन्टु एक्स स्क्वायर माइनस 5 चाहिँ के आयो त यसको एचसिएफ आयो ल अब चाहिँ हामी ईमा 1 को ईमा आइपुग्यौँ 1 को ईमा चाहिँ पी क्यूब प्लस क्यू क्यूब एन्ड पी स्क्वायर माइनस क्यू स्क्वायर भनेको दुईटा एक्सप्रेसन छ र जसमा हाम्रो फर्स्ट एक्सप्रेसन के छ त पी क्यूब प्लस क्यू को क्यूब है अब यसो सम्झिँदै गर्दा तपाईहरुले फर्मुला सम्झिनु भएको छ भनेपछि ए क्यूब प्लस बी क्यूब को फर्मुला चाहिँ के हुन्छ भने ए प्लस बी र ए स्क्वायर माइनस एबी प्लस बी स्क्वायर चाहिँ हुन्छ हेर्नु होला है अगाडिको टर्मको क्यूब पछाडिको टर्मको क्यूब र बीचमा प्लस सम्झिने तरिका भनेको कुन फर्मेटसँग म्याच गर्छ भनेर सम्झिनलाई चाहिँ के सम्झिनु पर्यो भने पछि हामीले प्लस साइन छ र अगाडिको टर्मको क्यूब छ पछाडिको टर्मको पनि के छ त क्यूब छ टर्महरु यहाँ ए छन् यहाँ बी छ पहिलो टर्म ए छ दोस्रो टर्म के छ त बी छ यहाँ जे पनि हुन सक्छ हामीले चाहिँ सो ए को क्यूबै हुनुपर्छ भनेर नसम्झिने कि हामीले के सम्झिने भनेपछि प्लस को अगाडिको टर्मको पनि क्यूब प्लस को पछाडिको टर्मको पनि क्यूब फर्मेट छ भने यसलाई सम्झिने यसरी सम्झिने यसो सम्झिँदै गर्दा हेर्नुस् त यो फर्मेटसँग म्याच हुँदैछ यसले बीचमा प्लस छ अगाडिको टर्म जे पनि छ त्यसको क्यूब छ अगाडिको टर्मको क्यूब छ पछाडिको टर्म जे पनि होला त्यसको क्यूब छ सो यो फर्मेटसँग म्याच भयो अब म्याच भयो भनेपछि त हामीले फर्मुला लेख्न पायौँ त्यसैको सो के लेख्न पायौँ त p प्लस क्यू र p स्क्वायर माइनस pq प्लस q स्क्वायर लेख्न पाइयो सिधै बुझ्नुहुन्छ है सो यो फ्याक्टराइजेसन कम्प्लिट भयो फर्स्ट एक्सप्रेसनको अब सेकेन्ड एक्सप्रेसनको फ्याक्टराइजेसन गरौँ त सेकेन्ड एक्सप्रेसन भनेको हाम्रो के छ भनेपछि p स्क्वायर माइनस q स्क्वायर छ अब यो त अघिदेखि हामी गर्दैछौँ a स्क्वायर माइनस b स्क्वायर भयो है a स्क्वायर माइनस b स्क्वायर हुने बित्तिकै के भयो त a प्लस b र a माइनस b भयो है के भयो भनेपछि a प्लस b a माइनस b भयो सम्झिने तरिका बीचमा माइनस छ अगाडिको टर्मको स्क्वायर छ पछाडिको टर्मको पनि के छ स्क्वायर छ माइनसको वरिपरिका टर्मका स्क्वायर छन् भनेपछि त्यो भनेको a स्क्वायर माइनस b स्क्वायर को फर्ममा छ भनेर बुझ्नु पर्यो है सो यहाँ हेर्नुस् त माइनसका वरिपरिका टर्मका स्क्वायर टर्मका के छन् त स्क्वायर छन् भनेपछि यो फर्मेट र यो फर्मेट म्याच भयो भनेपछि चाहिँ के भयो त a स्क्वायर माइनस b स्क्वायर को ठाउँमा a प्लस b र a माइनस b लेख्न पाइयो भने चाहिँ यसमा पनि p स्क्वायर माइनस q स्क्वायर को ठाउँमा चाहिँ p प्लस q र p माइनस q लेख्न पाइयो यसको पनि फ्याक्टराइजेसन चाहिँ के छ त कम्प्लिट भयो है यो फर्मुलाहरु चाहिँ तपाईहरुले याद गर्नुपर्छ ल अब चाहिँ दुईटैको फ्याक्टराइजेसन कम्प्लिट भइसकेपछि हामी के लेख्छौँ त देयरफोर एचसिएफ भनेको के रहेछ त भने कमन टर्म दुवैमा कमन के छ p प्लस q कमन फ्याक्टर ल अब चाहिँ हामी 1 को f मा 1 को f मा छौं अब 1 को f मा चाहिँ के छ भनेपछि 3m क्यूब माइनस 27m एन्ड n क्यूब प्लस 27 छ है सो फर्स्ट एक्सप्रेसन चाहिँ हाम्रो के छ 3m क्यूब माइनस 27m भन्ने छ अब यसो हेर्दै चाहिँ यसमा चाहिँ कमन देखिन्छ कमन देखिने जस्तो शंका लाग्छ भनेपछि सिम्पल बनाइहाल्ने यसलाई चाहिँ 3m माइनस 27 लाई पनि के गर्नु पर्यो त अब प्राइम फ्याक्टरको फर्ममा चाहिँ लेख्नु पर्यो किनभने दुवैमा कोएफिसिएन्ट छन् भनेपछि कोएफिसिएन्टलाई पनि प्राइम फ्याक्टरमा लेख्नु पर्यो है यसो झ्याप्प हेर्दा चाहिँ कमन नदेखिए पनि हामीले प्राइम फ्याक्टरको फर्ममा चाहिँ कोएफिसिएन्टहरुलाई पनि लेख्यौं भनेपछि हाम्रो चाहिँ कमन देखिन्छ सो चाहिँ 27 को फ्याक्टर तपाईलाई थाहा छैन भनेपछि प्राइम फ्याक्टर थाहा छैन भनेपछि यसरी गर्दा हुन्छ है यसरी गर्दा चाहिँ कति हुन्छ तपाईको 9 3 जा चाहिँ 27 एन्ड 3 3 जा चाहिँ 9 हुन्छ सो यसलाई चाहिँ के लेख्न पाइयो भने 3 * 3 * 3 लेख्न पाइयो 3 * 3 * 3 तीनवटा 3 भइहाल्यो र अर्को के छ f यसरी चाहिँ दुवैमा कमन के छ भनेपछि कमन लेख्नुहुन्छ भनेपछि कोएफिसिएन्टमा चाहिँ 3 कमन छ र भेरिएबलमा चाहिँ के छ भनेपछि हाम्रो एउटा m कमन छ सो एउटा m कमन छ कमन सबै बाहिर पाइसकेपछि अब के बस्ने भयो भनेपछि फर्स्ट टर्ममा यताको फर्स्ट टर्ममा 3 र m कमन आइसकेपछि के बस्ने भयो त दुईटा m बस्ने भयो जुन भनेको के हो त m² माइनस अब
तीनवटा 3 र m बाट एउटा 3 एउटा m बाहिर आइसकेपछि एउटा 3 एउटा m बाहिर आइसकेपछि के बस्ने भयो त दुईटा 3 बस्ने भयो। दुईटा 3 भनेकै अहिले 3 * 3 9 भनेको चाहिँ हामी स्क्वायरको फर्ममा लेख्दिन्छौँ। दुईटा 3 भनेको 3 को स्क्वायर, दुईटा m बस्नु भनेको m को स्क्वायर माइनसको माइनस दुईटा 3 बस्नु भनेको चाहिँ 3 को स्क्वायर भयो। अब चाहिँ के हुन्छ त 3 * m भयो र यो फेरि सम्झिनुस् त माइनसको वरिपरिका टर्महरूको स्क्वायर, माइनसका वरिपरिको टर्महरूको स्क्वायर कुन फर्मुला छ त्यसको कुन फर्मुला छ भनेपछि माइनसका वरिपरिका टर्महरूको स्क्वायर भनेपछि a स्क्वायर माइनस b स्क्वायरको फर्मुला भयो। सो a + b र a - b हुने भयो है, यो a + b र a - b हुने भयो। सो हामी के लेख्न पाइयो त्यसलाई माइनसका वरिपरिका टर्मको स्क्वायर छ भनेपछि त्यो वरिपरिका टर्मलाई जोड्ने, त्यो वरिपरिका टर्मलाई घटाउने। सो वरिपरिका टर्मलाई चाहिँ के गर्ने जोड्ने र वरिपरिका टर्मलाई के गर्ने घटाउने। यसरी चाहिँ घटाउने। यो चाहिँ तपाईँको फर्मुला भयो है, यो फर्मुला। यसरी फर्स्ट एक्सप्रेसनको यो भयो त फ्याक्टराइजेसन कम्प्लिट भयो। अब सेकेन्ड एक्सप्रेसन हेरौँ त। सेकेन्ड एक्सप्रेसनमा चाहिँ हाम्रो के छ भनेपछि सेकेन्ड एक्सप्रेसनमा m³ + 27 छ है। अब यसो हेर्दा कमन त केही पनि छैन। सो कमन छैन भनेपछि सिम्पलमा नलेखेर यसलाई चाहिँ m³ लेखिदिउँ। अब हेरौँ है सम्झ्यौँ हामी के सम्झ्यौँ भनेपछि प्लस छ अगाडिको टर्मको क्युब छ है, क्युब छ यहाँ। क्युब छ भनेपछि यसो सम्झिन्छ क्युब वाला फर्मुला चाहिँ के त प्लस पनि भएको र अगाडिको टर्मको क्युब भएको। यस्तो फर्मुलामा अब बस्यो के त पछाडिको टर्मको टर्म पनि के भएको त क्युब भएको। सो a³ + b³ को फर्मुला। सो यस्तो छ भनेपछि के लेख्न पाइन्छ भने त्यो अघि पछिका टर्महरूलाई जोड्ने र अगाडिको टर्मको स्क्वायर माइनस त्यो दुवै टर्म प्लस के त b स्क्वायर पछाडिको टर्मको के त स्क्वायर यस्तो हुनुपर्छ। अब यसो हेरौँ त प्लस छ अगाडिको टर्मको स्क्वायर छ हेर्नु होला है, प्लस छ अगाडिको टर्मको स्क्वायर सरी क्युब छ, प्लस छ अगाडिको टर्मको क्युब छ र पछाडिको टर्मको पनि क्युब छ भनेपछि लगभग 50% भन्दा बढी म्याच भइसकेको छ। प्लस अगाडिको टर्मको क्युब छ 27 लाई पनि कुनै नम्बरको क्युबको फर्ममा लेख्न सक्यो भनेपछि के भइदिन्छ त यो फर्मुलासँग म्याच भइदिन्छ है। सो के होला त 27 भनेको के हो त 3 को क्युब हो है, 27 भनेको के हो त 3 को क्युब हो। कसरी हो सर भनेर थाहा पाउनुहुन्छ भनेपछि यसरी प्राइम फ्याक्टर। सो यसलाई 3 ले गर्ने 3 9 27 and 3 3 9 यसरी चाहिँ तीनवटा 3 भनेको के हो त 3 को क्युब हो है। सो यो चाहिँ m³ + 3³ भयो। अब m³ + 3³ भनेको यो फर्मुलासँग म्याच भयो भने a³ + b को फर्मुला लाग्ने। सो a + b र a स्क्वायर माइनस अब a किन भन्दैछ भने हामीले a को काम गर्दैछ है। सो दुवै टर्मलाई चाहिँ मल्टिप्लाई गर्ने भनेको छ, जस्तै a लाई मल्टिप्लाई गर्ने भनेको चाहिँ हाम्रो a भनेको चाहिँ हाम्रो 3 छ। सो 3 * m भनेको 3m 3m + b को स्क्वायर b भनेको 3 को स्क्वायर है यसरी। सो यो के भयो भनेपछि m + 3 र m स्क्वायर माइनस 3m + 3 को स्क्वायर भनेको के त 9 है, 3 को स्क्वायर भनेको के त 9 भयो है। सो यति कुरा चाहिँ सेकेन्ड एक्सप्रेसनको के आयो फ्याक्टर आयो। अब त्यसपछि दुवै एक्सप्रेसनको फ्याक्टराइजेसन कम्प्लिट भइसकेपछि हामी के लेख्न सक्छौँ एचसीएफ लेख्छौँ। एचसीएफ के छ भनेपछि कमन m + 3 बाहिर कुनै पनि टर्म यता छैन, यता त छ तर केवल बाहिर छैन। सो m + 3 सो यहाँ हाम्रो m + 3 चाहिँ आएको एचसीएफ आयो यसरी। ल अब चाहिँ हामी 1 को जीमा पुग्यौँ चाहिँ 1 को जीमा चाहिँ के छ x - 2y को होल स्क्वायर एन्ड 2x³ y - 8xy³ यस्तो छ। र यसमा चाहिँ फर्स्ट एक्सप्रेसन x - 2y को होल स्क्वायर छ। अब यसो चाहिँ अब a - b को होल स्क्वायरको टर्ममा पनि छ, यो छ न त है, किनकि माइनस छ अगाडि पछाडिका टर्म छन्, होल स्क्वायर छ र यसको फर्मुला चाहिँ तपाईँको के हुन्छ भने a स्क्वायर - 2ab प्लस के हुन्छ त b स्क्वायर हुन्छ है, a स्क्वायर - 2ab प्लस b स्क्वायर हुन्छ। तर हामीले यो फर्मेटमा राखिदियो भनेपछि यसको फर्मुला यो वाला फर्मेटमा यस्तो टाइपको यस्तो फर्ममा आएको कुरालाई चाहिँ एक्सप्रेसनलाई चाहिँ यो टर्ममा राखिदियो भनेपछि फ्याक्टराइजेसन त हुँदैन, हाम्रो चाहिँ फ्याक्टराइजेसन गर्नु पर्यो। र सजिलो के छ भनेपछि यसलाई चाहिँ यसरी खोल्नुभन्दा पनि हामी के गर्छौँ भने जस्तै x² भनेको x * x गरे चाहिँ x + y भनेको x + y को होल स्क्वायर भनेको x + y र x + y गरे चाहिँ यता a - b को होल स्क्वायर भनेको पनि जस्तै a² - b को होल स्क्वायर भनेको a - b र a - b गरे चाहिँ यसलाई पनि के गर्छौँ भने त x - 2y को दुईचोटि लेख्छौँ x - 2y अनि x - 2y। x - 2y को होल स्क्वायर भनेको यो कुरा स्क्वायर छ भनेपछि स्क्वायर भन्दा जसको टाउकोमा चाहिँ स्क्वायर लागेको छ त्यो कुरा दुईचोटि मल्टिप्लाई भएको होला भन्ने कुरोको भन्ने कन्सेप्टमा चाहिँ हामीले के गर्छौँ त x - 2y को होल स्क्वायरलाई चाहिँ x - 2y * x - 2y लेख्छौँ। यो भयो फर्स्ट एक्सप्रेसनको फ्याक्टराइजेसन। सो सेकेन्ड एक्सप्रेसन छ। सेकेन्ड एक्सप्रेसनमा चाहिँ हाम्रो के छ भने 2x³ y - 8xy³, 8xy³ यस्तो छ। अब यसमा हेर्नु त कमन छ जस्तो देखिँदैछ, कमन छ यहाँ xy भन्ने छ। अब यो यसमा चाहिँ कमन अहिले डाइरेक्ट नलेखे पनि हामी चाहिँ के गरौँ भने चाहिँ कमन देखिने बित्तिकै चाहिँ हामी के गर्छौँ सिम्पल गरिदियो 2 * x³ भनेको x y भनेको y नै भइहाल्यो माइनसको माइनस 8 हेर्नुहोस् त अगाडि पनि कोफिसिएन्ट छ भनेपछि 8 लाई पनि के गर्नु पर्ला त प्राइम फ्याक्टरको टर्ममा लेख्नु पर्ला। सो 8 को प्राइम फ्याक्टरहरू भनेको 2 * 2 * 2 * x * y * y हेर्नु होला है। 8 भनेको 2 * 2 * 2 भयो, x भनेको x भयो, y³ भनेको 3वटा y भयो, y³ भनेको के हो त 3वटा y भयो।
अब चाहिँ हामी के गरौँ भने यता चाहिँ वाइ क्युब भनेको 3वटा वाइ क्युब भयो है। अब के गरौँ भने दुवै टर्ममा कमन के छ त माइनस भन्दा यता एउटा टर्म माइनस भन्दा उता एउटा टर्म, दुवै टर्ममा कमन के देखियो त एउटा 2 देखियो है र एउटा एक्स पनि देखियो होला, एक्स छ र एउटा के देखियो त वाइ पनि देखियो, त्यसरी वाइ पनि देखियो। सो के गरौँ भने 2 इन्टु एक्स इन्टु वाइ, किन दुवै टर्ममा कमन छन्। कमन लेखिसकेपछि ब्राकेट लिने है, ब्राकेट ओपन गर्ने, त्यसपछि अब कमन लिइसकेपछि त के बच्यो त यहाँ, जस्तै 2x x 2 इन्टु एक्स इन्टु एक्स इन्टु एक्स इन्टु वाइ, यो सबैमा चाहिँ 2xy कमन आइसकेपछि 2x र y कमन आइसकेपछि के बच्छ त दुईटा x बच्यो। दुईटा x बस्नु भनेको के त एक्स स्क्वायर बस्नु हो, माइनस बुझ्नुहुन्छ नि हैन, 2 इन्टु एक्स इन्टु एक्स इन्टु एक्स इन्टु वाइ छ फर्स्ट टर्ममा। फर्स्ट टर्मबाट 2 कमन आइहाल्यो, एक्स पनि आज कमन आइहाल्यो, वाइ पनि कमन आइहाल्यो, बच्यो के त दुईटा एक्स बस्नु भनेको एक्स स्क्वायर, एक्स इन्टु एक्स एक्स स्क्वायर। सो यहाँ के छ त 2 छ, 2 कमन। अब सेकेन्ड टर्ममा पनि 2 त एज कमन भएर बाहिर आइहाल्यो, के बच्यो त दुईटा 2, वाइमा चाहिँ एउटा वाइ 3टा वाइमा एउटा वाइ कमन आइहाल्यो, बच्यो के त अब हाम्रो दुईटा 2 बचे, यानि 2 को स्क्वायर हैन त के बच्यो दुईटा वाइ बच्यो इन्टु दुईटा वाइ बच्नु भनेको वाइ को स्क्वायर। कमन तानेर चाहिँ रिमेनिङ टर्म्सहरू यसरी लेख्ने। त्यसपछि 2 इन्टु एक्स इन्टु वाइ। अब यसै हेरौँ त यहाँ के लेख्न सकिन्छ भने एक्स स्क्वायर माइनस माइनसको वरि अगाडिको टर्मको पनि स्क्वायर पछाडिको टर्मको पनि स्क्वायर भन्ने फर्मेटसँग म्याच गर्नुपर्ने हो हामीले खासमा यसलाई चाहिँ ए स्क्वायर माइनस बी स्क्वायरसँग, जसको फर्मुला चाहिँ ए प्लस बी र ए माइनस बी हुन्छ है। तर हाम्रो के छ भने यहाँ दुईवटा स्क्वायर छ, दुईवटा स्क्वायर छन् भने अब इन्टु र डिभाइड छ भनेपछि दुईटा एउटै टर्म हो, जस्तै 2 र y को बिचमा इन्टु छ अथवा 2 र y को बिचमा डिभाइड छ भने यो एउटै टर्म हो भनेपछि हामी चाहिँ एउटै टर्ममा रहेका भ्यारिएबलहरूको अथवा नम्बरहरूको कोएफिसिएन्ट अथवा भ्यारिएबलको चाहिँ पावर सेम छ भने के लेखिदिने त 2y को होल स्क्वायर लेख्न मिल्छ है। यसलाई चाहिँ हामी अलिक बिग ब्राकेट दिउँ, बिग ब्राकेट यसरी दिउँ ल। एक्स स्क्वायर छ, माइनसको माइनस छ, 2 र y एउटै टर्म हो र एउटै टर्मको पावर सेम भयो भनेपछि हामी के गर्छौँ भने दुईटैको पावर चाहिँ होलमा लेख्न पाउँछौँ। एउटै टर्मको पावर चाहिँ सेम भयो भनेपछि, एउटै टर्ममा सबैका पावर सेम भयो भनेपछि के लेख्न मिल्छ त होलमा लेख्न मिल्छ। यो ल अफ इन्डिक्सको कुन प्रोपर्टीबाट भने तपाईँको जस्तै x को पावर m हुन्छ र y को पावर चाहिँ m हुन्छ भनेपछि हामी के लेख्छौँ त x को पावर m इन्टु y को पावर m छ भनेपछि हामी x र y होलको पावर चाहिँ के लेखिदिन्छौँ त m लेख्न मिल्छ यो ल अफ इन्डिक्समा चाहिँ है, त्यो प्रोपर्टीबाट। त्यसो भए हाम्रो के भयो भने 2 इन्टु एक्स इन्टु वाइ, यो चाहिँ के भयो भने तपाईँको एक्स स्क्वायर। अब हेर्नलाई अब ठ्याक्कै म्याच भयो, माइनसको अगाडिको टर्मको स्क्वायर माइनसको पछाडिको टर्मको स्क्वायर है। अब यहाँ बुझ्नुपर्ने छ, यहाँ बी मात्र छ, एउटै भ्यारिएबल छ भने यहाँ कोफिसिएन्ट र भ्यारिएबल छ, दुईटा छ भन्दैमा झुक्किने होइन यो। अब यहाँ बी एक्लैले चाहिँ जे काम गर्दैछ नि, यो बी जस्तै यहाँ सेकेन्ड टर्ममा बी मात्र छ भने, अब यहाँ त सेकेन्ड टर्ममा 2y पुरै छ के, बुझ्नुभयो नि होइन, 2y पुरै छ, 2y पुरै छ भनेपछि अब यो 2y पुरैले चाहिँ b को जस्तो काम गर्दैछ, 2y पुरैले चाहिँ के को जस्तो काम गर्दैछ त b को जस्तो काम गर्दैछ भनेपछि x ए स्क्वायर माइनस बी स्क्वायरको के त फर्मुला ए प्लस बी, यी दुवैलाई एकचोटि जोड्ने यी दुवैलाई एकचोटि घटाउने। सो यी दुवैलाई यसलाई 2y पुरैलाई है, किनकि 2y पुरै भनेको अहिले बी जस्तो काम गर्दैछ, एक्लै बीले जुन काम गर्दैछ अब यो एक्लै बी को काम चाहिँ 2y मिलेर गर्दैछ भने यो मिलेर आउने भयो यहाँ, र यता के हुने भयो भने x माइनस 2y हुने भयो र यो ब्राकेट चाहिँ रिमुभ गरिदिए। त्यसरी चाहिँ सेकेन्ड एक्सप्रेसनको पनि के भयो त हाम्रो फ्याक्टराइजेसन कम्प्लिट भयो। सो फ्याक्टराइजेसन कम्प्लिट भइसकेपछि एचसिएफ इक्वल्स टु तपाईँको के भयो भने दुवैमा कमन फ्याक्टर भनेको x माइनस 2y x माइनस 2y चाहिँ के भयो त कमन आयो, यो चाहिँ एचसिएफ भयो। त्यसमा क्वेसनमा चाहिँ 4x स्क्वायर माइनस 9y स्क्वायर एन्ड 8x क्युब प्लस 27y क्युब दिएको छ। अब यसमा चाहिँ हामी यहाँ लेखौँ फर्स्ट एक्सप्रेसन, यसको पनि चाहिँ तपाईँको फर्स्ट एक्सप्रेसन
फर्स्ट एक्सप्रेसन र फर्स्ट एक्सप्रेसन हाम्रो 4x² - 9y² है यो हाम्रो फर्स्ट एक्सप्रेसन भयो। अब यसमा हेर्नु है तपाईको के छ भनेपछि माइनस साइन छ र माइनस साइनको अगाडि पनि स्क्वायर र पछाडि पनि स्क्वायर। अब यसरी हेर्दै गर्दा एकचोटी के सम्झिनुहोस् भने बीचमा माइनस र अगाडि पछाडि स्क्वायर, बीचमा माइनस र अगाडि पछाडि स्क्वायर भएको फर्मुला त a² - b² छ है। यो फर्मुला सम्झिँदै गर्दा तपाईले यसको फर्मुला के हुन्छ त यसको यो फर्मुलाको फर्मुला चाहिँ के हुन्छ त a + b = a - b हुन्छ है। सो a² - b² बीचमा चाहिँ माइनस अगाडि पछाडि स्क्वायर भयो भने इक्वल टु के हुन्छ त्यो दुईटालाई एकचोटी जोड्ने त्यो दुईटालाई एकचोटी के गर्ने त घटाउने। अब घटाउने भनेपछि यता हेर्नुस् त अगाडि जे छ त्यो पुरै टर्मको स्क्वायर हुनुपर्छ माइनस पछाडि जे छ त्यो पुरै टर्मको स्क्वायर हुनुपर्छ। अब यता हेर्नुलाई हामीसँग बीचमा माइनस छ ठिक छ अगाडिको पुरै टर्मको स्क्वायर हुनुपर्छ तर यहाँ के छ भने हाम्रो जुन टर्म छ त्यो पुरै टर्मको स्क्वायर हुनुपर्छ तर यहाँ x को मात्र स्क्वायर छ र 4 को स्क्वायर यो चाहिँ 4 चाहिँ स्क्वायर फर्ममा छैन। अब 4 र x एउटै टर्म हुन् त्यो पुरै टर्मको होल स्क्वायर हुनुपर्ने तर यहाँ के छ भने एउटै टर्ममा पनि एउटासँग स्क्वायर छ एउटासँग छैन त्यस्तो हुनु भएन। एउटै टर्ममा सबैसँग त्यो अगाडिको टर्म जो त्यो पुरै टर्मको स्क्वायर हुनुपर्छ। सो पुरै टर्मको स्क्वायर हुनको लागि चाहिँ यो टर्ममा भएका सबैसँग चाहिँ के हुनुपर्छ त स्क्वायर हुनुपर्छ। बुझ्नु भयो हैन फेरि सुन्नु है यहाँ बीचमा माइनस साइन छ अगाडि स्क्वायर छ पछाडि स्क्वायर छ। अब यहाँ पनि ठ्याक्कै मिलेको छ बीचमा माइनस छ र अगाडि स्क्वायर पछाडि स्क्वायर यो फर्मेटमा यसलाई यो फर्मेटमा कन्भर्ट गर्न सकिन्छ कि सकिन्न है। सो सकिन्छ यो हेर्दै गर्दा यहाँ के हेर्नु होला भने तपाईको अगाडिको जुन टर्म छ त्यो पुरैको स्क्वायर हुनको लागि त 4 सँग पनि स्क्वायर भयो के यो 4 पनि कुनै नम्बरको स्क्वायरको फर्ममा हुनुपर्छ। सो 4 लाई हामीले के लेख्न मिल्यो त 2 * 2 लेख्न मिल्यो र x² त छँदैछ र 3 लाई हामीले के लेख्न मिल्यो त 3 * सरी 9 लाई चाहिँ हामीले 3 * 3 लेख्न मिल्यो र यो के छँदैछ y² छँदैछ। अब हेर्नुलाई यो 2 * 2 भनेको त 2 को स्क्वायर हो 2 * 2 भनेको के हो 2 को स्क्वायर हो र x² त छँदैछ यहाँ है x² छँदैछ र 3 * 3 भनेको 3 को स्क्वायर भयो र y² त छँदैछ। त्यसपछि अब एउटै टर्ममा यो सबैसँग सेम पावर छ भनेपछि हेर्नु है जस्तै ल फिनिक्समा के छ भने यदि एउटै टर्ममा x को पावर m छ y को पावर m छ र यदि दुईटा बीचमा इन्टु साइन छ अथवा डिभाइड साइन छ भने यिनीहरू एउटै टर्म कन्सिडर गरिन्छन्। कुनै दुईटा फरक फरक भ्यालुको बीचमा फरक फरक भ्यालुको बीचमा चाहिँ इन्टु साइन छ भने पनि यो एउटै टर्म हुन् यिनीहरू के हुन् त वान टर्म हुन् है एउटै टर्म हुन् भने एउटै टर्म हुन् र x डिभाइडेड y छ भने पनि यिनीहरू के हुन् त एउटै टर्म हुन्। सो एउटै टर्ममा चाहिँ तपाईको पावरहरू सेम छ एउटै टर्ममा भएका सबैसँग पावर सेम छ भने के गर्न मिल्यो भने 2x को होल पावर लेख्न मिल्यो। हेर्नुलाई एउटै टर्ममा 2 सँग पनि स्क्वायर छ x सँग पनि स्क्वायर छ भनेपछि 2x को होल स्क्वायर लेख्न मिल्छ। यो चाहिँ तपाईको ल फिनिक्सको चाहिँ x को पावर m हेर्नुलाई म यता लेखिदिन्छु कुन रूपबाट x को पावर m इन्टु y को पावर m चाहिँ के हुन्छ त x र y को पावर होलमा चाहिँ के हुन्छ m हुन्छ हो भने अब यहाँ पनि हेर्नुस् त यहाँ पनि सेम अगाडि जस्तै कन्डिसन। सो के छ भनेपछि 3y को होल स्क्वायर लेख्नु। अब के गर्ने भने यसलाई मिलिसकेपछि अब के गर्ने माइनस को अघि स्क्वायर पछि स्क्वायर छ भनेपछि के गर्ने दुवैलाई एकचोटी प्लस गर्ने दुवैलाई एकचोटी माइनस गर्ने। सो 2x लाई एकचोटी प्लस गर्ने र 2x लाई एकचोटी के गर्ने त माइनस गर्ने 2x लाई एकचोटी प्लस गर्ने 2x लाई एकचोटी के गर्ने माइनस गर्ने। यो चाहिँ फ्याक्टराइजेसन भयो फर्स्ट एक्सप्रेसनको। अब हामी जान्छौँ सेकेन्ड एक्सप्रेसनमा। सेकेन्ड एक्सप्रेसन के छ हाम्रो सेकेन्ड एक्सप्रेसन हाम्रो सेकेन्ड एक्सप्रेसन छ 8x³ + 27y³ हेर्नुलाई 8x³ + 27y³। अब यसमा चाहिँ तपाईको 8x³ + 27y³ छ। अब यहाँ बीचमा प्लस र अगाडि क्युब पछाडि क्युब के हुन्छ त यसको टर्म सजिलो छ के होला त बीचमा प्लस अगाडि क्युब अगाडिको टर्मको क्युब र पछाडिको टर्मको पनि के त क्युब a³ + b³ हुन्छ है। बीचमा प्लस अगाडिको टर्मको पनि क्युब पछाडिको टर्मको पनि क्युब भनेपछि यो चाहिँ कुन फर्मेटसँग मिल्दछ त हामीले याद गरेको फर्मुलामा a³ + b³ सँग मिल्दछ। a³ + b³ फर्मुला के हुन्छ त यसको फर्मेटमा कुनै नम्बरको कुनै भ्यालुहरु अलिक हुन्छ भने के हुन्छ त यो a + b हुन्छ र a² - ab + b² हुन्छ के हुन्छ त a + b a² a + b * a² - ab + b² हुन्छ। अब यस्तो हुन्छ भनेपछि यस्तो फर्मेटमा पुरै कन्भर्ट गर्न लागि त अघि माथि भने नि अगाडिको जुन टर्म छ त्यो पुरै टर्मको क्युब हुनुपर्छ है अगाडिको जुन टर्म छ त त्यो पुरै टर्मको क्युब हुनुपर्छ। तर यहाँ के छ भने अगाडिको टर्ममा दुईटा भ्यालु छ यहाँ एउटा भ्यालु छ एउटा कोइफिसिएन्ट छ तर भ्यालुसँग क्युब छ त योसँग छैन। अब यो हो त फर्स्ट टर्मको मेम्बर हो यो फर्स्ट टर्मको मेम्बर हो तर योसँग क्युब छैन पुरैको अगाडि जुन टर्म छ त्यो पुरै टर्मको होल क्युब हुनुपर्छ यहाँ है। सो के गर्दा हामी 8 लाई चाहिँ 2 * 2 * 2 * x³ गर्नु हेर्नुलाई x³ किन हेर्नुलाई 8 लाई 2 * 2 * 2 गर्नु र x³ एज इट इज छ बुझ्नुहुन्छ ल बुझिन्छ। अब 27 भनेको के त 3 * 3 * 3 * y³ मैले फेरि भने कुनै नम्बर चाहिँ जस्तै यो 8 भनेको 2 * 2 * 2 हुन्छ भने कसरी थाहा पाउने छ है जस्तै 27 भनेको 3 * 3 * 3 हुन्छ भने कसरी थाहा पाउने भने यिनीहरुलाई चाहिँ प्राइम फ्याक्टराइजेसन गरेर थाहा पाइन्छ। जस्तै 8 लाई प्राइम फ्याक्टर गर्नुभयो भने के आउँछ त 4 * 2 = 8 आउँछ 2 * 2 = 4 आउँछ है। सो 8 का प्राइम फ्याक्टर के भयो त 2 * 2 * 2 2 * 2 * 2 भयो। अब त्यसैले 27 लाई फ्याक्टर गर्दा के आउँछ त यता 3 आउँछ। सो 9 * 3 = 27 3 * 3 = 9। सो यहाँबाट चाहिँ 27 को पनि के त 27 का फ्याक्टरहरु के आयो 27 का फ्याक्टरहरु आयो 3 * 3 * 3 यसरी चाहिँ कुनै पनि नम्बरका फ्याक्टरहरु चाहिँ पत्ता लगाइन्छ। अब यसमा हेर्नुलाई त्यसपछि 2 * 2 * 2 भनेपछि त 2 को क्युब लेख्न पाइयो बुझ्नुहुन्छ नि के लेख्न पाइयो त 2 को क्युब लेख्न पाइयो इन्टु x को पनि क्युब छ x को त अलरेडी क्युब छँदैछ यहाँ प्लस यसले पनि 3 को क्युब लेख्न पाइयो र y को क्युब त छँदैछ बुझ्नुहुन्छ नि। अब हेर्नुस् त अब के भने मैले अघि भने एउटै टर्ममा भएका सदस्यहरुसँग सेम पावर छ भनेपछि एउटै टर्ममा भएका सदस्यहरुसँग सेम पावर छ भनेपछि दुवैको पावर चाहिँ एउटै लेख्न मिल्छ। यसरी होलमा चाहिँ पावर लेख्न मिल्छ प्लस यतातिर पनि एउटै टर्ममा भएका सदस्यहरुसँग सेम पावर छ भनेपछि होल पावर लेख्न मिल्छ है। अब यो फर्मेटसँग म्याच भयो हेर्नुस् त यो फर्मेटसँग म्याच गर्ने हेर्नुस् त प्लस छ क्युब छ प्लस अगाडि पछाडि क्युब छ ई प्लस अगाडि पछाडि क्युब छ अनि होलमा पनि छ होलमा हुनुपर्छ। त्यसो भए के गर्ने त यो प्लस अगाडि पछाडि क्युब छ भनेपछि अगाडि पछाडि एकचोटी जोड्ने र अगाडिको स्क्वायर माइनस अगाडि पछाडि टाँस्ने प्लस पछाडिको स्क्वायर त्यसो भए के भयो त यो 2x प्लस 3y अगाडि पछाडि जोड्ने त्यसपछि अगाडि वालाको स्क्वायर अगाडि त के छ त अगाडि छ 2x x मात्र हैन 2 मात्र पनि हैन 2x पुरै सो 2x पुरैको स्क्वायर माइनस सो 2x इन्टु टाँस्नु भनेको इन्टु 2x इन्टु 3y प्लस पछाडि वालाको स्क्वायर पछाडि वाला भनेको त 3 मात्र पनि हैन y मात्र पनि हैन 3y पुरै 3y को होल स्क्वायर बुझिन्छ है। अब यसरी बुझिन्छ भनेपछि अब के भयो त्यसलाई 2x प्लस 3y यस्तो भयो र यहाँ के भयो भने यहाँ के हुन्छ भनेपछि 2 हेर्नु होला जस्तै यो प्रपर्टी राम्रोसँग बुझ्नु त यदि एउटै टर्ममा भएका सदस्यहरुसँग सेम पावर छ भने होल पावर लेख्न मिल्छ है। एउटै टर्ममा भएका सदस्यहरुको पावर सेम छ भनेपछि होल पावर लेख्न मिल्छ भने यदि दुईटा अलग अलग सदस्यहरुको होल पावर छ भने यसको मतलब यो पावर यसको पनि हो र यो पावर यसको पनि हेर्नुस् त के भने मैले यदि दुईटा अलग अलग भेरिएबलको होल पावर चाहिँ एउटै छ जस्तै यहाँ लेखेँ मैले a b अलग अलग भेरिएबलको होल पावर चाहिँ x छ भने यो किन भयो होला त होल पावर कति लेख्न पाएको त कसैले पनि यो होल पावर कति लेख्न मिल्छ यसलाई राम्रोसँग बुझ्नु त जब एउटै टर्ममा भएका अलग अलग भेरिएबलको पावर सेम हुन्छ तब होलमा लेख्न मिल्छ भने यो पनि के भयो होला यो पक्कै पनि a को पावर पनि m थियो होला अनि सरी a को पावर पनि x थियो होला र b को पावर पनि x थियो होला अनि बल्ल चाहिँ दुईटा एउटै टर्ममा भएका दुईटा अलग अलग सदस्यहरुको चाहिँ पावर सेम छ भने a b सँगै राखेर x लेख्न मिल्छ। सो यतादेखि यसरी बुझिन्छ भने यतादेखि यसरी पनि बुझ्नु
है। सो यहाँ के लेख्न पाइयो भनेपछि अब यदि 2x को होल पावर 2 छ भनेपछि यसको अर्थ के हो त यो टोपी चाहिँ 2 भन्ने टोपी चाहिँ 2 भन्ने जुन पावर छ त्यो 2 को पनि हो र x को पनि हो। बुझ्यो कि बुझेन है। यसरी अब तपाईलाई फेरि बुझ्यो भने जस्तै एउटै टर्ममा भएका दुईटा अलग-अलग सदस्यको पावर सेम छ भनेपछि होल लेख्न मिल्छ भने होलमा पावर होलमा लेखेको छ भने दुईटा अलग सदस्यको सेम टोकियो है। सो माइनस अब यहाँ हेर्नुस् त यी सबै एउटै टर्ममा 2 पनि एउटै टर्ममा 3 पनि एउटै टर्ममा x पनि एउटै टर्ममा y पनि एउटै टर्ममा एउटै टर्ममा छ भनेपछि नम्बरले नम्बरलाई मल्टिप्लाई गर्दा पाउँछ कोएफिसिएन्टले कोएफिसिएन्टसँग मल्टिप्लाई भयो 3 कति भयो त 6 भयो। सो x into y x y भयो प्लस अब सेम कन्सेप्ट जुन यहाँ लगाथे यता जुन कन्सेप्ट लगाए त्यही कन्सेप्ट यता लगाइदिने 3 को स्क्वायर इन्टु y को त y पनि के त स्क्वायर यो भयो हाम्रो पावरहरु बाटो त्यस्तो हुन्छ है। अब पनि त्यहाँ कति राख्नु है यहाँ यता त्यसपछि अब के भयो भने सेकेन्ड एक्सप्रेसनलाई 2x प्लस 3y र उता हाम्रो 2 over 2 भनेको के त हेर्नु होला यहाँ 2 over 2 भनेको के 4 अनि x स्क्वायर माइनस 6xy हेर्नु होला है यता के गर्दैछु मैले 6xy प्लस 3 over 2 भनेको 9 अनि y स्क्वायर यो चाहिँ के भयो त फ्याक्टराइजेसन भयो सेकेन्ड एक्सप्रेसनको फ्याक्टराइजेसन के त भयो है यो लास्ट स्टेप चाहिँ यता छ। अब फ्याक्टराइजेसन कम्प्लिट भइसकेपछि फेरि हामीले के त HCF अब हामी HCF लेख्छौँ। HCF भनेको के हो कमन फ्याक्टर HCF भनेको कमन फ्याक्टर कुन छ त यसका फ्याक्टरहरु फर्स्ट एक्सप्रेसन फ्याक्टर रुट x प्लस 3y इन्टु 2x माइनस 3y सेकेन्ड एक्सप्रेसन फ्याक्टर रुट x प्लस 3y इन्टु 4x स्क्वायर माइनस 6xy प्लस 9y स्क्वायर छ। सो दुवैमा कमन के छ त 2x प्लस 3y कमन छ के छ 2x प्लस 3y के छ त कमन छ। सो चाहिँ यो 2x प्लस 3y चाहिँ के भयो हाम्रो फाइनली आन्सर भयो। यसरी चाहिँ सल्भ गर्नु। क्वेशन नम्बर आएमा छ x स्क्वायर माइनस y स्क्वायर माइनस 2x प्लस 1 and x स्क्वायर माइनस xy माइनस x र हाम्रो फर्स्ट एक्सप्रेसन छ x स्क्वायर माइनस y स्क्वायर माइनस 2x प्लस 1। अब यो कस्ता टाइपको क्वेसन हुनु भनेपछि यसमा चाहिँ के छ दुईटा स्क्वायर छ र बीचमा एउटा चाहिँ के छ भनेपछि कोएफिसिएन्ट भएको भेरिएबल छ भने अब यो दुईटा फर्मुलालाई राम्रोसँग हामी बुझौँ के हुन्छ। यो दुईटा फर्मुलामा चाहिँ a प्लस b को होल स्क्वायर हुँदा चाहिँ के हुँदो रहेछ त a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर भन्नुको मतलब अगाडि र पछाडि दुईटा स्क्वायर अथवा दुईटा टर्महरु चाहिँ स्क्वायर भएका टर्महरु छन् भने बीचमा चाहिँ के छ त 2 सँग यिनै स्क्वायर भएको टर्म यिनै अगाडि पछाडि स्क्वायर भएको टर्म 2 सँग छ। फेरि हेर्ने है के छ त दुईटा प्लस साइन छन् र दुईटा स्क्वायर भएका टर्म छन् सुरुमा र लास्टमा है र बीचमा के छ भनेपछि 2 सँग चाहिँ यिनै स्क्वायर भएका टर्महरु चाहिँ विदाउट स्क्वायर चाहिँ आफ्नो स्क्वायर हटाएर चाहिँ 2 सँग मल्टिप्लाई भएका छन्। हेर्नु होला है दुईटा प्लस पनि हुन सक्छ एउटा प्लस एउटा माइनस पनि हुन सक्छ एउटा प्लस एउटा माइनस अगाडि पछाडि स्क्वायर तर प्याटर्न बुझ्ने प्याटर्न के हो त दुईटा स्क्वायर भएका टर्म र बीचमा चाहिँ 2 सँग यिनै स्क्वायर भएका टर्महरु आफ्नो स्क्वायर हटाएर चाहिँ 2 सँग मल्टिप्लाई भएका है यस्तो छ। अब यसमा पनि हेरौँ त अब यसो हेर्दा त स्क्वायर भएका टर्म त अलरेडी देखिन्छ यहाँ है स्क्वायर भएका टर्म त छ x स्क्वायर छ माइनस y स्क्वायर छ। सो x स्क्वायरलाई सुरुमा y स्क्वायरलाई लास्टमा राख्दिदा त के हुन्छ हाम्रो एकचोटी हेरौँ है x स्क्वायरलाई सुरुमा राख्दिने अनि 2 भएको टर्मलाई बीचमा राख्दिने अनि y स्क्वायरलाई लास्टमा राख्दिने प्लस 1 लाई पनि लास्टमा राख्दिने र यस्तो भयो भने अब ठ्याक्कै मिल्छ के छ भनेपछि हेरौँ x स्क्वायर छ अगाडि र पछाडि के छ स्क्वायर छ अगाडि र पछाडि स्क्वायर छ र माइनस पनि मिल्यो तर यहाँ चाहिँ के छ भने यहाँ माइनस छ यहाँ प्लस छ अलि मिलेन यहाँ माइनस छ यहाँ प्लस छ र अर्को के पनि मिलेन भने 2 सँग त यी स्क्वायर भएका टर्महरु दुवै मल्टिप्लाई भएको हुनुपर्छ तर यहाँ 2 सँग त अगाडिको वाला अगाडिको स्क्वायर भएको टर्म मात्र मल्टिप्लाई भएको छ y मल्टिप्लाई भएको छैन त्यसो भए यो मिलेन। सो यहाँ अगाडि कति मिल्छ x स्क्वायर माइनस 2x बीचमै आउने हो प्लस 1 लाई यहाँ राखौँ र माइनस y स्क्वायरलाई लास्टमा राखौँ यसरी हेर्नु होला है x स्क्वायर माइनस 2x प्लस 1 माइनस y स्क्वायर अब हेरौँ त अब मिल्छ मिल्दैन ठ्याक्कै मिल्दैन हेरौँ त 1 जुन छ यसो हेरौँ अब यहाँ 1 को त स्क्वायर राख्नु पाइयो फेरि है किन पाइयो भनेपछि 1 को पावर चाहिँ 2 हुनु भनेको के त 1 into 1 त्यसको रिजल्ट के त 1 नै आउँछ 1 को पावर जति राख्यो भने तपाईले सो त्यो 1 into 1 into 1 into 1 into 1 गर्दा जति इन्टु गरे पनि आखिर आउने त कति 1 नै हो। सो 1 को पावर आफ्नो इच्छा अनुसार चाहिँ आफ्नो कन्डिसन अनुसार जे चाहिन्छ जति जे राख्दा चाहिँ जति पावर राख्दा चाहिँ सोल्युसन हुन्छ सजिलो हुन्छ त्यति राख्ने। अब हेरौँ है म्याच भएको छ अगाडि स्क्वायर छ माइनस छ पछाडि प्लस छ स्क्वायर छ पछाडिको टर्मको स्क्वायर छ अगाडिको टर्मको स्क्वायर पछाडिको टर्मको स्क्वायर माइनस प्लस र बीचमा 2 सँग चाहिँ हेर्नु है 2 सँग चाहिँ के छ त 2 सँग अगाडिको टर्म पनि छ र अब 2 सँग यहाँ 1 पछाडिको टर्म 1 पनि हुनु इन्टु अब 1 त हुन्छ है 1 यहाँ राख्नु पाइयो यहाँ के गर्नु पाइयो भनेपछि यहाँनेरि x स्क्वायर माइनस 2 सँग x सँग 1 पनि यसरी इन्टु गरेर देखाउनु पाइयो है 1 किन देखाउनु पाइयो 2x इन्टु 1 भनेको के हो त 2x नै हो भ्यालु चेन्ज भएन त 2x इन्टु 1 भनेको के हो त 2x नै हो। सो 2x सँग 1 राख्दा पनि हो। सो दुईटा कुरा के बुझ्यौ कि 1 को पावर जति राख्दा पनि हुन्छ एउटा र कुनै पनि टर्मसँग चाहिँ 1 मल्टिप्लाई गरेर राख्दा पनि हुन्छ फरक पर्दैन है दुईटा कुरा बुझ्यौ भने एउटा कुरा चाहिँ कुनै पनि के टर्मसँग 1 इन्टु गरेर राख्दा त्यसको भ्यालु चेन्ज गरेर इन्टु गरेर राख्न पाइयो र अर्को कुरा 1 को पावर चाहिँ आफ्नो आवश्यकता अनुसार चाहिँ नियम अनुसार जति चाहिन्छ त्यति राख्न पाइयो भ्यालु चेन्ज हुँदैन। सो अब के छ भने यहाँ अब ठ्याक्कै म्याच भयो x स्क्वायर अगाडिको टर्मको स्क्वायर माइनस 2 को 2 छ अगाडिको टर्म ठीक छ अगाडिको टर्म पावर आफ्नो पावर स्क्वायर विदाउट स्क्वायर चाहिँ 2 सँग छ त्यसपछि चाहिँ 1 पछाडिको स्क्वायर छ पछाडिको स्क्वायर छ प्लस र पछाडि जसको स्क्वायर छ त्यो पावर चाहिँ यहाँ छ। अब ठ्याक्कै चाहिँ के फर्मुला भयो त यो x e जस्तो देखिन्छ a जस्तो काम गरिरहेछ र b 1 ले चाहिँ b जस्तो काम गरिरहेछ भने यो भनेको x माइनस 1 को के भयो त होल स्क्वायर भयो माइनस y स्क्वायर त सधैँ छ बुझ्नु होला है यहाँदेखि चाहिँ तपाईको यहाँदेखि यहाँसम्म चाहिँ के भयो त यो x माइनस 1 को होल स्क्वायर को फर्मुला भयो र माइनस y स्क्वायर त अलरेडी सधैँ छ। त्यसपछि के बुझ्नु पर्यो भनेपछि अब हेर्नु होला यहाँ ब्राकेट भन्दा बाहिर हेर्नुस् त माइनस छ अगाडिको टर्मको पुरै स्क्वायर छ पछाडिको टर्मको पुरै स्क्वायर छ फेरि हेर्नु होला ब्राकेट भन्दा बाहिर हेर्नु होला के हुन्छ भनेपछि कस्तो प्याटर्न माइनस छ अगाडिको टर्मको पुरैको स्क्वायर पछाडिको टर्मको पनि पुरैको स्क्वायर यस्तो फर्मुला हुन्छ भने के लेख्छौँ हामी a प्लस b हैन a माइनस b लेख्छौँ बुझ्नुहुन्छ नि हैन। अब त्यसो भए x माइनस 1 को होल स्क्वायर भनेको अब यो x माइनस 1 भनेकै a हो एउटा टर्म सिंगल टर्म अगाडिको पुरै टर्मको स्क्वायर भनेपछि अब x माइनस 1 भनेको के हो त अगाडिको टर्म पुरै टर्म भनेपछि माइनस y को स्क्वायर। सो यहाँनेरि x माइनस 1 सिंगल टर्म है अगाडिको टर्म छ भने पछाडि y मात्र एक्लैले चाहिँ सिंगल टर्मको काम गर्दैछ भने यो के भयो त यसलाई एकचोटी जोड्ने x माइनस 1 लाई यो पुरै सिंगल भनेको एउटा हो प्लस y लाई चाहिँ एकचोटी जोड्ने बुझ्नुहुन्छ नि हैन यो पुरै x माइनस 1 भनेको सिंगल टर्म एउटा टर्म है। सो अगाडिको टर्म दिस टर्म प्लस दिस टर्म र अर्को फेरि दिस टर्म माइनस दिस टर्म
x minus 1 u टर्म माइनस चाहिँ y सेकेन्ड है। त्यसपछि अब ब्राकेट हटाउने भनेपछि x minus 1 plus y यो एउटा आयो र यहाँ चाहिँ x minus 1 minus y यो भयो। यसरी चाहिँ फ्याक्टराइजेसन भयो फर्स्ट एक्सप्रेसनको। अब चाहिँ सेकेन्ड एक्सप्रेसनमा जान्छौँ हामी। सेकेन्ड एक्सप्रेसनमा के छ भने हाम्रो x स्क्वायर छ माइनस xy माइनस x छ। हेर्नुलाई अब यसमा त के छ भने चाहिँ सबैमा कमन जस्तो देखिरहेछ है, सबैमा कमन देखिरहेछ। अब यसमा पनि दुईटामा कमन जस्तो देखिरहेछ तर कमन सबैमा हुनुपर्छ सकेसम्म। सबैमा कमन भयो भनेपछि कमन लिन सजिलो हुन्छ, बाहिर बस्दैन। यहाँ चाहिँ के छ सबैमा x देखिरहेछ भनेपछि सिम्पल गर्नु कतिवटा x कमन रहेछ x into x लेख्न x स्क्वायरलाई अनि x into y लेखौँ अनि x लाई चाहिँ x into 1 लेख्न पाइयो, x into लेख्न पाइयो, 1 लेख्न पाइयो है। त्यसो भए सबैमा कमन के छ त यहाँ x कमन छ। x बाहिर निकाल्दिनु भयो भनेपछि x कमन लिनु भयो भनेपछि के बच्छ त एउटा x बच्छ, फर्स्ट टर्ममा x बच्छ माइनस पछि सेकेन्ड टर्ममा चाहिँ y बच्छ माइनस त्यसपछि टर्ममा चाहिँ के बच्छ त 1 बच्छ। अब थोरै योसँग मिलाउने भनेपछि यस्तै फर्मुला लेख्नु भनेपछि x लेख्नुस् माइनस 1 अगाडि लेख्नुस् लेख्न पाइयो, एउटै एक्सप्रेसनमा टर्मलाई चाहिँ अगाडि पछाडि लेख्न पाइयो र यति भयो त x minus 1 minus y भयो। अब त्यसपछि दोस्रो एक्सप्रेसन के भयो त फ्याक्टराइजेसन कम्प्लिट भयो। त्यसपछि हाम्रो के छ एसएफ भनेको के त कमन फ्याक्टर के छ यसमा x minus 1 minus y, x minus 1 minus y के भयो त x minus 1 minus y। ल अब जे नम्बर क्वेशन जे नम्बरमा चाहिँ के छ x स्क्वायर minus y स्क्वायर plus y छ एन्ड x स्क्वायर minus xy plus x छ। यो जे नम्बरमा यति एक्सप्रेसन छ र यसमध्ये चाहिँ हाम्रो फर्स्ट एक्सप्रेसन छ x स्क्वायर minus y स्क्वायर plus x plus y। अब यसमा हेर्नुलाई यसमा के छ भने x स्क्वायर minus y स्क्वायर अब फेरि चारवटा टर्म छन् सम्झिनु होला त के हुनुपर्छ प्याटर्न मिलाउनलाई हाम्रो x स्क्वायर minus y स्क्वायर छ। यो पुरैमा प्याटर्न मिलाउनलाई त के हुनुपर्छ भने a plus b को होल स्क्वायरको प्याटर्न मिलाउनलाई a स्क्वायर plus 2ab plus b स्क्वायर है। फर्मुलामा कुन प्याटर्न मिल्छ भनेर सम्झिनु सक्यो है। माइनसको के त a स्क्वायर minus 2ab है plus b स्क्वायर के हुन्छ त b स्क्वायर। त्यसपछि अर्को के फर्मुला छ a स्क्वायर minus b स्क्वायर यसको प्याटर्न मिलाउनलाई a plus b a minus b हेर्नु कुन वाला प्याटर्न मिल्छ यसमा हेर्नु है। अब यहाँ हेर्नु त x स्क्वायर minus y स्क्वायर छ। अब यो वाला प्याटर्न मिलाउनलाई त के हुनुपर्छ दुईटा स्क्वायर भएको टर्म के छ दुईटा स्क्वायर भएको टर्म छ तर लास्ट वाला स्क्वायर भएको टर्म के छ माइनसमा छ। यो दुवैमा लास्ट वाला स्क्वायर भएको टर्म के हुनुपर्छ प्लस हुनुपर्छ। अब यहाँ के छ माइनसमा छ एउटा टर्म दुईटा टर्म के हुनुपर्छ प्लस हुनुपर्छ। यो x त प्लसमा छ त यो के छ माइनसमा छ दोस्रो टर्म है। यो लास्टमा राख्यो भने माइनस भइहाल्छ माइनस वाला टर्म। सो यो दुईटा फर्मुला त्यसमा लाग्दैन है, दुईटा फर्मुला लाग्दैन। दुईटा कारण लाग्दैन किन लाग्दैन लास्ट वाला टर्म प्लसमा हुनु पर्ने यहाँ माइनसमा छ र अर्को कुरा 2 सँग कुनै पनि कोएफिसिएन्ट छैन। 2 सँग चाहिँ अगाडिको टर्म र पछाडिको टर्म अथवा 2 सँग स्क्वायर बोकेको कुनै पनि टर्म भन्ने प्याटर्न छैन। त्यसो भए यो दुईटा फर्मुला लाग्दैन। अब यो फर्मुला लगाउँदा यो फर्मुला हेर्नु त a स्क्वायर माइनस अगाडि स्क्वायर माइनस पछाडि स्क्वायर माइनस अगाडि स्क्वायर माइनस पछाडि स्क्वायर। त्यसो भए यो फर्मुला चाहिँ लाग्छ। अब यो फर्मुला कसरी लाग्छ भन्नुहुन्छ भने यहाँ के लेख्दिनु x स्क्वायर माइनस y स्क्वायर छ भनेपछि यति मात्र है तपाईको यति मात्र मैले अलग गरिदिए भनेपछि x स्क्वायर माइनस y स्क्वायर यति मात्र अलग गरिदिए भनेपछि उतातिर के भन्छ बान्दियो यसलाई अलग अलग बान्दियो। हामी के गर्दियौ त यसलाई बान्दियौ दुई भागमा बान्दियौ त यो पुरै एक्सप्रेसनलाई चाहिँ x plus y यसरी चाहिँ अलग अलग भागमा बान्दियौ दुईटा भागमा। अब के हुन्छ भने यो ब्राकेट भित्र चाहिँ के हुन्छ x स्क्वायर माइनस y स्क्वायर भन्ने हुँदैछ है। सो यसको फर्मुला के हुन्छ त x plus y अनि x minus y किन हुन्छ हेर्नुस् त माइनसको अगाडिको टर्मको स्क्वायर माइनसको पछाडिको टर्मको स्क्वायर माइनसको अगाडिको टर्मको स्क्वायर माइनसको पछाडिको टर्मको स्क्वायर भयो भने यी दुवै टर्मलाई एकचोटि जोड्ने यी दुवै टर्मलाई एकचोटि घटाउने यो भयो अगाडिको ब्राकेटमा यहाँ प्लस। त्यसपछि पछाडिको ब्राकेटमा दुवैमा हेर्नुस् त दुवैसँग केही छैन भने के हुन्छ त 1 त राख्न पाइयो नि हैन त दुवैसँग केही छैन भने 1 राख्न पाइयो y सँग पनि 1 जोड्न पाइयो यसरी है। सो अब यहाँ अगाडिको ब्राकेट हटाउने भनेपछि यो ब्राकेट दुईटा ब्राकेटको बीचमा मल्टिप्लाई साइन छ भनेपछि सोझै हटाइदिन्छ। के भयो त x plus y र अर्को x minus y प्लस यो दुवैमा चाहिँ यो प्लस भन्दा यता प्लस भन्दा यो एउटा टर्म दुवै टर्ममा कमन के छ 1 छ बाहिर निकाल्दिनुस्। अब यो ब्राकेटलाई चाहिँ मैले स्मल ब्राकेटमा कन्भर्ट गरेँ x plus y बुझ्नु भएन 1 एज अ कमन बाहिर निकालिसकेपछि यताको टर्ममा चाहिँ x बच्छ प्लसको प्लस पछाडिको टर्ममा चाहिँ के बच्छ त y बच्छ। अब हेर्नु त ब्राकेट भन्दा बाहिरको प्लस साइन कहाँ छ यहाँ छ भने यो भन्दा यता एउटा टर्म यो भन्दा यता के त अर्को टर्म। सो यो टर्म यता एउटा टर्म प्लस भन्दा बाहिरको के ब्राकेट भन्दा बाहिरको जुन प्लस माइनस साइन छ त्यो भन्दा यता टर्म हेर्नु। सो ब्राकेट भन्दा बाहिरको प्लस साइनको एउटा टर्म उता चाहिँ अर्को टर्म भनेपछि के त यताको टर्ममा र यो टर्ममा चाहिँ कमन के छ त फर्स्ट टर्ममा सेकेन्ड टर्ममा कमन के छ त x plus y कमन छ x plus y कमन लिदियो भनेपछि कुलैलाई अब बचेको कुरा यसरी लेख्छ के बच्छ त फर्स्ट टर्ममा यो दुवै टर्ममा यो x plus y त कमन आयो बच्यो के त x minus y भन्ने एउटा प्ले फ्याक्टर त्यसपछि प्लस उतातिर के बच्छ त 1 भन्ने फ्याक्टर है। सो यो के भयो त x plus y र यतातिर चाहिँ ब्राकेट हटाउने भनेपछि इन्टु साइन हटाउन पाइयो x minus y प्लस के त प्लस 1 यसरी यो चाहिँ के भयो हाम्रो फर्स्ट एक्सप्रेसनको चाहिँ के भयो त सोलुसन भयो। सो कुन फर्मुलासँग बढी मिल खान्छ कुन फर्मुलासँग बढी मिल खान्छ त्यही फर्मुलालाई लागेर चाहिँ सल्भ गर्ने है। अब के छ त अर्को छ सेकेन्ड एक्सप्रेसन छ हाम्रो x स्क्वायर माइनस xy प्लस x है यो x स्क्वायर हो x स्क्वायर। अब चाहिँ के छ भने यसो हेर्नुस् त सबैमा x कमन देखिरहेछ कतिवटा x छ भनेर बुझ्नलाई यिनीलाई चाहिँ सिम्पल गरौँ प्लस x केही छैन भने लाग्ने 1 लाग्ने ल त x स्क्वायर भनेको दुईटा x है x भनेको x y प्लस x भनेको x y। सो सबैमा कमन के देखियो त x कमन छ x त्यो कमन लिने बाहिर निकाल्ने ब्राकेटमा के बच्छ त हेर्नुस् त तीनटा टर्म एउटा दुईटा तीनटा माइनस भन्दा एउटा टर्म माइनस पछि एउटा टर्म प्लस भन्दा उता अर्को टर्म तीनवटै टर्ममा x भन्ने भ्यारिएबल चाहिँ कमन आइसकेपछि के बच्छ त x माइनस माइनस अर्को टर्ममा चाहिँ y प्लसको प्लस अर्को टर्ममा चाहिँ 1 यो बच्छ है। यसरी चाहिँ सेकेन्ड एक्सप्रेसनको के भयो त फ्याक्टराइजेसन कम्प्लिट भयो। त्यसपछि हाम्रो के छ त एचसीएफ भनेको के हुँदैछ कमन कमन के छ दुवैमा फर्स्ट एक्सप्रेसनको फ्याक्टरहरु सेकेन्ड एक्सप्रेसनको फ्याक्टरहरु दुवैमा कमन के छ x minus y plus 1 x minus y plus 1 यो एचसीएफ भयो। अब के नम्बरमा के छ भने m to the power 4 plus m square n square plus n to the power 4 and m square n cube plus m5 है m to the power 5 छ। यसमा चाहिँ फर्स्ट एक्सप्रेसन चाहिँ हामीले m power 4 plus m square n square plus n power 4 चाहिँ हाम्रो फर्स्ट एक्सप्रेसन छ। अब यता हेर्नुलाई यहाँ के छ भने पावर 4 छ के छ पावर 4 छ। हामीले चाहिँ के पढेका छौं भने फर्मुलामा पावर 2 सम्मका है अथवा पावर 3 सम्मका पढेका छौं तर पावर चाहिँ 4 भनेपछि के भयो त हामीले पढेको भन्दा अलिकति बढी भइदियो अलिकति बाहिर भइदियो भने के गर्नु यसलाई चाहिँ के गर्नु भने हामीले पढेका 2 अथवा 3 मा कन्भर्ट गर्न सकिन्छ कि सकिदैन 2 अथवा 3 मा पावर 2 और 3 मा कन्भर्ट गर्न सकिन्छ कि सकिदैन यसरी हेर्नु होला 1 power 4 लाई। सो 1 power 4 भनेको के हो त 1 power 4 भनेको 2 into 2 लेख्न पाइन्छ होला 1 power 4 लेख्न पाइन्छ 2 into 2 लेख्न पाइन्छ है। सो 2 into 2 लेख्न पाइन्छ भने अब ल अफ इनिशियल रुल के छ भने यदि x को पावर m छ र होल पावर n छ भने पावरको पनि पावर छ भने पावरहरु मल्टिप्लाई हुन्छ के हुन्छ रे पावरको पनि पावर छ भने पावर के हुन्छ त मल्टिप्लाई हुन्छ भने पावरहरु मल्टिप्लाई भएका छन् भने यसलाई चाहिँ पावरको पनि पावर फर्मुलामा लेख्न सकिन्छ पावरहरु मल्टिप्लाई भएका छन् भने यसलाई पावरको पनि पावर फर्मुलामा लेख्न सकिन्छ। हेर्नुलाई यसको दिवस माथिल्लो प्रोपर्टीको दिवस के हुन्छ त m into n छ पावरहरु मल्टिप्लाई भएका छन् भने यसलाई यसको दिवसमा पनि लेख्न सकियो पावरको पनि पावर फर्मुलामा लेख्न सकियो हो यही रुल अनुसार चाहिँ यसलाई के लेख्न सकिन्छ भने a को पावर 2 को पावर 2 लेख्न सकिन्छ बुझ्नुभयो a को पावर 2 को पावर 2 a को पावर 2 को होल पावर चाहिँ के त 2 हेर्नुलाई a को पावर 4 लाई चाहिँ a को पावर 2 into 2 लेख्न पाइयो र a को पावर 2 into 2 लाई चाहिँ लेख्न पाइयो त a को पावर 2 को होल पावर फेरि 2 लेख्न पाइयो है यसरी बुझ्नुलाई। सो यसो लेखिसकेपछि अब के गर्नु भने हामी यही रुल अनुसार चाहिँ
यही रुल अनुसार चाहिँ m को पावर 2 को होल पावर 2 लेखौँ है m को पावर 2 को होल पावर 2 लेखौँ अब यो हेर्नुस् त दुईटैको पावर यदि सेम छ भने हेर्नुस् त एउटै ठाउँमा दुईटैको पावर सेम छ भने दुईटैलाई यसरी ब्याक गरेर यसरी लेख्न पाइयो बुझिन्छ कि बुझेन है प्लस n को पावर 4 है n को पावर 4 छ भने यसलाई के लेख्न पाइयो त n यसलाई के लेख्न पाइयो त n को पावर 2 को होल पावर 2 लेख्न पाइयो किन पाइयो लेख्न भनेपछि किन लेख्न पाइयो भनेपछि अघि मैले एक्सप्लेन गरिसकेँ म यहाँ लेख्दिन्छु तपाईलाई सम्झिन सजिलो होस् पछि लागि भने a को पावर 4 लाई चाहिँ तपाईको a को पावर 2 को होल पावर सरी a को पावर 2 लाई a को पावर 4 लाई तपाईले a को पावर 2 * 2 लेख्न पाउनुभयो है a को पावर 2 * 2 लाई तपाईले चाहिँ a को पावर 2 को होल पावर चाहिँ 2 लेख्न पाउनुभयो यसरी है यसरी लेख्न पाउनुभयो त्यसो भए अब हेरौँ हामी के फर्मेट छ त अब कुन फर्मेटमा छ त यहाँ बाहिरको स्क्वायर हेरौँ यो स्क्वायर चाहिँ यहाँ स्क्वायर चाहिँ यहाँ स्क्वायर हेरौँ त स्क्वायर छ यहाँ पनि स्क्वायर छ सबै बाहिर स्क्वायर छ अब कुन फर्मेटसँग बढी मिल्छ त हेरौँ a सिंगल स्क्वायर छ है सो a + b को होल स्क्वायरको फर्मुला लेख्नु चाहिँ के हुन्छ a² + 2ab + b² हुन्छ र a - b को होल स्क्वायरको फर्मुला के हुन्छ त a² - 2ab + b² हुन्छ है र तपाईको a² - b² को फर्मुला के हुन्छ त a + b हुन्छ र a - b हुन्छ त्यसैगरी a² + b² को पनि फर्मुला हुन्छ माइनस को स्क्वायर भनेपछि प्लस को पनि स्क्वायर हुन्छ के हुन्छ त प्लस को स्क्वायर भनेपछि a + b को होल स्क्वायर - 2ab हुन्छ के रे a² + b² को फर्मुला चाहिँ a + b को होल स्क्वायर - 2ab हुन्छ है यति हुन्छ र यसको अर्को पनि हुन्छ यसको अर्को फर्मुला के हुन्छ भनेपछि यति लेखिदिउँ a - b को होल स्क्वायर + 2ab हुन्छ हेर्नुस् त अर्को फर्मुला चाहिँ a + b को होल स्क्वायर - 2ab हुन्छ भित्र प्लस को होल स्क्वायर छ भने -2ab हुन्छ भित्र a - b को होल स्क्वायर छ भने बाहिर +2ab हुन्छ बाकी त सेम हो सेम फर्मुला खाली भित्र प्लस छ भने बाहिर माइनस हुन्छ भित्र माइनस छ भने बाहिर प्लस हुन्छ यो दुईटा फर्मुला चाहिँ हुन्छ अब यतिका फर्मुलाहरुमा स्क्वायर स्क्वायर छ सो के मतलब लेख्नु स्क्वायर हामीले स्क्वायर फर्मुला अब हेरौँ त यहाँ अगाडि स्क्वायर छ यो पनि स्क्वायर छ यो mn छ दुईटा टर्म छ दुईटा मैले हामी हेर्दैनौँ दुईटा भेरिएबल छ सरी दुईटा भेरिएबल छ दुईटा भेरिएबल पहिले साइडमा राखौँ लास्टमा राखौँ यसलाई के गर्नु भने सिंगल सिंगल भेरिएबल भएका तर पावर पनि भएकाले चाहिँ के राखौँ यसरी सँगै राखौँ प्लस यसलाई चाहिँ के गर्नु त लास्टमा राखौँ अब हेरौँ त यति दुईटा मात्र हेर्नुस् त प्लसको अगाडिको टर्मको स्क्वायर प्लसको पछाडिको टर्मको स्क्वायर हेर्नु है के छ प्लसको अगाडिको टर्मको स्क्वायर प्लसको पछाडिको टर्मको स्क्वायर भने त्यही फर्मुला चाहिँ यति प्लसको अगाडिको टर्मको स्क्वायर प्लसको पछाडिको टर्मको स्क्वायर के छ यति मात्र है यति मात्र के छ त प्लसको अगाडिको टर्मको स्क्वायर प्लसको पछाडिको टर्मको स्क्वायर भने के लेख्न पाइन्छ त यहाँ अगाडि प्लस पछाडिको दुवै टर्मलाई जोड्ने होल स्क्वायर लेख्ने दुवै टर्मलाई जोड्ने होल स्क्वायर लेख्ने माइनस 2 सँग चाहिँ यी दुवै टर्महरु पावर हटाएर लेख्ने के भने मैले प्लस सँग अगाडिको टर्मको स्क्वायर पछाडिको टर्मको स्क्वायर छ भने यी दुवै टर्मलाई जोडेर होल स्क्वायर लेख्ने माइनस 2 सँग चाहिँ यी दुवै लेख्ने अथवा यी दुवै टर्मलाई घटाएर होल स्क्वायर लेख्ने प्लस 2 सँग चाहिँ ab लेख्ने यी दुवै टर्मलाई लेख्ने त्यसो भने प्लसको अगाडिको स्क्वायर प्लसको पछाडिको स्क्वायर छ भने के यी दुवै टर्मलाई जोडेर बुझ्नुहुन्छ नि है यो m स्क्वायर भनेको यो पुरै यो ब्र्याकेट भित्र भएको पुरै टर्म हो यो स्क्वायर पनि यो भित्र पर्छ स्क्वायर पनि अहिले यो स्क्वायर भित्र पर्छ सो यो स्क्वायर भित्र पर्ने सबै कुरा चाहिँ a हो हैन स्क्वायर बाहिरको स्क्वायर भित्र पर्ने सबै कुरा आछ a हो भनेपछि यो m स्क्वायर भनेको पुरै m मात्र हैन m स्क्वायर भनेको के हो त a हो यहाँ चाहिँ के छ बाहिरको पावर भित्र पर्ने बाहिरको स्क्वायर भित्र पर्ने पुरै टर्म के हो त p हो बाहिरको स्क्वायरले चाहिँ बोकेको पुरै जुन छ जसको स्क्वायरको पुरै के हो त b हो भने यो n मात्र b हैन है यो n स्क्वायर पुरै n स्क्वायर भनेको के हो त p हो भनेपछि m स्क्वायर प्लस n स्क्वायर को होल स्क्वायर लेखेको हो बुझ्नुहुन्छ हैन भित्रको स्क्वायर भनेको बाहिरको स्क्वायर फर्मुला बनाउनु है सो माइनस बाहिर प्लस भित्र प्लस लेख्नु छ भने माइनस 2 सँग यिनै दुईटा हेर्नुस् त 2 सँग यिनै दुईटा यहाँ छ a + b होल स्क्वायर माइनस 2 सँग यी भित्रका दुवै भनेपछि माइनसको हेर्नुस् त यी दुवै टर्मको स्क्वायर गर्यो माइनसको माइनस लेख्यो 2 सँग चाहिँ यी दुवै टर्म के छन् m स्क्वायर भनेको एउटा र n स्क्वायर भनेको है यति भयो यो फर्मुला यो ब्र्याकेट भित्रको फर्मुला प्लस mn को होल स्क्वायर भनेको यो पहिले लेख्ने छ mn को होल स्क्वायर भनेको पहिले लेख्ने छ सुरु पहिले लेख्ने छ त्यसपछि अब के गर्नु भने अब यसमा के गर्नु भनेपछि ब्र्याकेट हटाइसकेपछि के हुन्छ त m स्क्वायर प्लस n स्क्वायर को होल स्क्वायर माइनस 2 एउटै टर्मको स्क्वायर सेम छ भने 2mn को के त होल स्क्वायर ब्र्याकेट हटाइदियो प्लस mn को के त होल स्क्वायर है त्यसपछि अब हेरौँ त के हुँदैछ m स्क्वायर प्लस n स्क्वायर को होल स्क्वायर हेरौँ त माइनस 2 m स्क्वायर प्लस 2 m स्क्वायर बेस पावर सेम छ भनेपछि यो लाइक टर्म हो बेस पावर सेम छ भनेपछि के भन्छ हामी लाइक टर्म यो एउटा टर्म हो माइनस प्लस माइनस त्यसको कुरा चाहिँ टर्म भनेका छौँ हामीले सो यो एउटा टर्म हो यो एउटा टर्म हो दुवै टर्म के त लाइक टर्म हो खाली फरक के छ भने यो टर्मको अगाडि 2 कोफिसिएन्ट छ यो टर्मको अगाडि 1 कोफिसिएन्ट छ 1 कोफिसिएन्ट छैन भनेपछि 1 कोफिसिएन्ट हुन्छ देखिएको छैन भनेपछि 1 हुन्छ सो के हुन्छ भने जस्तै हाम्रो 2a प्लस -2a प्लस a भनेको के हो त दुईटा a माइनस छ एउटा a प्लस छ सो दुईटा a बाट प्लस माइनस घटाउनु पर्छ प्लस माइनस भनेको के गर्नुपर्छ घटाउनुपर्छ घटाउँदाखेरि चाहिँ दुईटा a बाट एउटा a चाहिँ घटाउँदै गर्दा एउटा a घटाउँदै गर्दा के हुन्छ a बच्छ र साइन कसको जस्तो ठुलो छ हेर्दा कुन हुन्छ यहाँ 2a भन्ने ठुलो छ कुन टर्म ठुलो छ 2a भन्ने टर्म ठुलो छ भनेपछि साइन ठुलो टर्मको चाहिँ आउँछ यहाँ ठुलो टर्मको साइन चाहिँ यहाँ हुने भयो किनकि माइनस दुईटा a बाट प्लस एउटा a घटायो भनेपछि प्लस एउटा a ले माइनस एउटा a ले काट्दिन्छ प्लस एउटा a 2a बाट एउटा माइनस a लाई चाहिँ एउटा प्लस a ले काट्यो बसेको एउटा माइनस a बसेको है त्यसैगरी 2 सँग के छ यो पुरै टर्म छ 2 सँग m स्क्वायर 2 सँग m स्क्वायर छ भनेपछि दुईटा m स्क्वायर माइनस छ एउटा m स्क्वायर प्लस छ भने एउटा माइनस वाला m स्क्वायर एउटा प्लस वाला m स्क्वायर काट्छ बसेको एउटा माइनस वाला m स्क्वायर बच्छ m स्क्वायर बच्छ यसरी है यसरी चाहिँ बाँकी रहने हो त्यसपछि अब हेरौँ त अब फेरि के छ त माइनस साइनको अगाडिको स्क्वायर माइनस साइनको पछाडिको स्क्वायर माइनस साइनको अगाडिको स्क्वायर माइनस साइनको पछाडिको माइनस साइनको अगाडिको टर्म स्क्वायर माइनस साइनको पछाडिको टर्म स्क्वायर छ भनेपछि यो पुरै चाहिँ अगाडिको टर्म भयो त्यसको स्क्वायर छ माइनस यो पुरै के भयो त पछाडिको टर्म भयो त्यसको के छ त स्क्वायर छ भनेपछि के लेख्न पाइयो त यी दुवै टर्मलाई एकचोटि जोड्ने के भने त m स्क्वायर पुरै टर्म m स्क्वायर प्लस n स्क्वायर भने यो पुरै सिंगल टर्म यो एउटा टर्म हो हेर्नुस् त माइनसको अगाडि पुरै स्क्वायर बाहिरको स्क्वायर है माइनसको अगाडिको पुरै टर्म स्क्वायर छ माइनसको पछाडिको टर्मको स्क्वायर छ भने यी दुवै टर्मलाई के भने एकचोटि जोड्ने फर्स्ट टर्म प्लस सेकेन्ड टर्म एकचोटि जोड्यौँ दुवै टर्मलाई र अर्कोचोटि के गर्ने त घटाउने m स्क्वायर प्लस n स्क्वायर भन्ने पुरै टर्मलाई के भने घटाउने आसँग छ m n कसो घटाउने त पहिला घटाउने त m स्क्वायर प्लस n स्क्वायर माइनस सेकेन्ड टर्म हेर्नुस् त फर्स्ट टर्म प्लस सेकेन्ड टर्म फर्स्ट टर्म प्लस सेकेन्ड टर्म अनि फर्स्ट टर्म माइनस सेकेन्ड टर्म फर्स्ट टर्म माइनस सेकेन्ड टर्म फर्मुला है यसरी अब त्यसो भए ब्र्याकेट हटाएर थोरै सिम्प्लिफाई गर्ने के हुन्छ त m स्क्वायर प्लस n स्क्वायर प्लस mn भयो अगाडिको है र अगाडिको फ्याक्टरमा स्क्वायर भयो स्क्वायर र पछाडिको फ्याक्टरमा के भयो त m स्क्वायर प्लस n स्क्वायर माइनस mn भयो है यसरी mn भयो अब स्क्वायर स्क्वायरलाई चाहिँ बाउन्ड्रीमा गइदिनु भने चाहिँ सिमानामा के बच्छ त m स्क्वायर प्लस mn प्लस n स्क्वायर र स्क्वायर स्क्वायर बाउन्ड्रीमा भयो है m स्क्वायर माइनस mn प्लस n स्क्वायर बाउन्ड्रीमा भयो अब फेरि यहाँ के छ भने अगाडिको टर्म दुईटा टर्मको स्क्वायर छ अगाडिको टर्मको स्क्वायर दुईटा टर्मको स्क्वायर बोकेको छ त्यसमा यी दुवै टर्म छन् तर यो फर्मुलासँग म्याच हुँदाखेरि के हुनुपर्छ दुईटा टर्मको स्क्वायर बीचमा दुवै टर्म छन् तर 2 छैन यहाँ के छ 2 छैन हेर्नुस् त बाकी सब प्लस मिलेको छ प्लस मिलेको छ है अगाडिको टर्मको स्क्वायर पनि छ पछाडिको टर्मको स्क्वायर पनि छ बीचमा यी दुवै टर्म पनि छन् तर के छ 2 छैन सो यो म्याच भएन सो यति भयो यसमा पनि हेर्नु त माइनस छ माइनस अगाडिको टर्मको स्क्वायर माइनस हो माइनस mn हेर्दै बीचमा चाहिँ के छ भने प्लस हो यो दुवै टर्म बीचमा चाहिँ के छ जस यो m स्क्वायर n स्क्वायर दुवै बीचमा छन् अगाडिको पछाडि स्क्वायर राइट टर्महरु बीचमा छन् ठ्याक्कै प्लस प्लस लास्टको टर्मको स्क्वायर छ तर यहाँ पनि के छैन 2 छैन सो यो यति भयो यति गर्ने भयो है अब हाम्रो सेकेन्ड एक्सप्रेसन हेरौँ त सेकेन्ड एक्सप्रेसन कता छ भनेपछि सेकेन्ड एक्सप्रेसन के छ त हाम्रो m स्क्वायर n स्क्वायर n u n स्क्वायर n u प्लस
m to the power 5 अब यसमा m कमन देखिदैछ है m कमन देखिदैछ m कमन देखिदैछ भनेपछि हामी सिम्प्लिफाई गरौँ हेरौँ कमन छ कि छैन कतिवटा m कमन छ m स्क्वायर भनेको m into m भयो अनि n लाई जुन कमन देखिदैछ त्यसले मात्र कुनै m क्यूब कमन देखिदै छैन त्यसलाई चाहिँ जस्ताको त्यस्तै राख्दिने है n क्यूब प्लस अब m पावर 5 भनेको m into m into m into m into m 65 है त्यो भएर 65 भयो अब कतिवटा m कमन देखियो त दुईटा एउटासँग यो कमन योसँग चाहिँ यो कमन भयो यो प्लस साइन भयो दुईवटामा कमन कतिवटा m देखियो त दुईटा m देखियो भनेपछि m स्क्वायर m into m कमन देखियो त्यसपछि बच्यो के त यहाँ n क्यूब भनेपछि अगाडिको टर्ममा प्लस पछाडिको टर्ममा के बच्यो त पछाडिको टर्ममा के छ दुईटा मासेपछि m क्यूब अगाडि n क्यूब पछाडि चाहिँ n क्यूब यसरी अगाडि n क्यूब पछाडि चाहिँ m क्यूब यसरी बच्यो अब के छ भनेको त यो बाहिर भइहाल्यो है अब n क्यूब प्लस m क्यूब n क्यूब प्लस n क्यूब छ हो यहाँ हेर्नु त यो के भयो भने यो n क्यूब छ प्लसको अगाडि क्यूब प्लसको पछाडि क्यूब प्लसको अगाडि क्यूब छ प्लसको पछाडि क्यूब छ भने हाम्रो फर्मुला के हुन्छ क्यूबको फर्मुला सम्झिन्छ प्लसको अगाडि क्यूब प्लसको पछाडि क्यूब हेर्नुस् त यो फर्मुला के हुन्छ तपाईको यसको फर्मुला के हुन्छ a प्लस b को फर्मुला a प्लस b अनि a स्क्वायर माइनस ab प्लस b स्क्वायर यसको के हुन्छ a प्लस b को फर्मुला के हुन्छ a प्लस b इन्टु a स्क्वायर माइनस ab प्लस b स्क्वायर फर्मुला है सो यहाँ के छ ठ्याक्कै प्लसको अगाडिको क्यूब प्लसको पछाडिको क्यूब भनेपछि अब ल यता त्यसो भए के लेख्न पाइयो त यसलाई त m into m भनेको के लेख्न पाइयो त m को स्क्वायर लेख्न पाइयो है m को स्क्वायर लेख्न पाइयो अथवा m into m लेख्न पनि भयो के कमन देखिन्छ कि फेरि अलग अलग छुट्याउनु भन्दा अहिले नै m into m ले लेखिदिउँ र यहाँ चाहिँ n क्यूब यो ब्राकेटमा है यतातिर चाहिँ के गर्नु त n क्यूब प्लस m क्यूब भनेको के त a क्यूब प्लस b क्यूब फर्मुला भयो के हुन्छ त त्यसो हुँदा a र b लाई जोड्ने र a को स्क्वायर गर्ने माइनस a र b लाई मल्टिप्लाई गर्ने प्लस b को स्क्वायर गर्ने ल b को के गर्ने त स्क्वायर गर्ने यो भयो तपाईको ल यसै यो भयो m क्यूब प्लस m क्यूब को फर्मुला अब ठुलो ब्राकेट हटाइदियो भनेपछि m into m प्लस n र m स्क्वायर mn प्लस n स्क्वायर यो भयो सेकेन्ड एक्सप्रेसनको फ्याक्टराइजेसन त्यसो भए अब एचसीएफ के हुने भयो त एचसीएफ के हुने भयो त कमन फ्याक्टर फर्स्ट एक्सप्रेसन कता जान्छ फर्स्ट एक्सप्रेसनको फ्याक्टर यहाँ छ m स्क्वायर प्लस mn प्लस n स्क्वायर है र m स्क्वायर माइनस mn प्लस n स्क्वायर सेकेन्ड एक्सप्रेसनको फ्याक्टर कता जान्छ m into m प्लस n र m स्क्वायर माइनस mn प्लस n स्क्वायर भनेपछि कमन के देखियो त m स्क्वायर माइनस mn प्लस n स्क्वायर चाहिँ के देखियो त कमन देखियो यो चाहिँ के भयो फ्याक्टर भयो सरी एचसीएफ भयो अब हामी एल नम्बर पुग्यो एल नम्बर के छ x क्यूब माइनस x स्क्वायर प्लस x माइनस 1 एन्ड 2x स्क्वायर माइनस x स्क्वायर प्लस x माइनस 2 छ र फर्स्ट एक्सप्रेसन हाम्रो x क्यूब माइनस x स्क्वायर प्लस x माइनस 1 छ भने यसलाई है फर्स्ट एक्सप्रेसन अब के छ त हेर्नुस् x क्यूब छ माइनस x स्क्वायर छ प्लस x माइनस 1 छ यता स्क्वायर पनि छ क्यूब पनि छ सो यसो हेर्दा त यो स्क्वायर पनि छ क्यूब पनि छ कुनैसँग म्याच लाग्छ त छैन है सबै फर्मुलामा चाहिँ गर्दाखेरि चाहिँ के हुन्छ त a प्लस b को होल स्क्वायर a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर सँग पनि म्याच हुँदैन 2 छैन स्क्वायर यो 1 स्क्वायर गर्न सकिएन तर के भइदिन्छ दुईटै चाहिँ के हुन्छ माइनस 1 के हुन्छ दुईटै प्लस 1 पर्छ यो पनि म्याच भएन र यसको फर्मुलामा चाहिँ a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर यो पनि लाग्ने भएन a स्क्वायर माइनस b स्क्वायर अब दुईसँग स्क्वायर यो स्क्वायर के हुनुपर्छ माइनस को यता स्क्वायर पर्छ माइनस को यसलाई उता स्क्वायर 1 लाई चाहिँ माइनस उता स्क्वायर बनाउन सकियो तर माइनस को यता x लाग्यो भनेपछि फेरि x के छ माइनस 1 छ अहिले यो पनि लाग्दैन यो पनि त्यो फर्मुला पनि अहिले लाग्दैन यो फर्मुला पनि है त्यसपछि a स्क्वायर प्लस b स्क्वायर अब a स्क्वायर प्लस 2 प्लस गरेर आउँदै भएन कसरी हुन्छ x स्क्वायर छ यो बीचमा माइनस x स्क्वायर छ है सो यो प्लस भने तकले भएन सो के गर्नु भने अब यदि कुनै फर्मुला पनि लाग्दै छैन यिनीहरुबाट कुनै फर्मुला पनि लाग्दै छैन भने के गर्ने त अब यिनीहरुलाई चाहिँ चारवटा टर्म छ चारवटा टर्ममा के गर्ने त स्प्लिट गर्ने बाँड्दिने दुईटा बाँडेर कमन ल्याउनु सक्छ यो दुईटालाई चाहिँ x क्यूब माइनस x स्क्वायर लाई एउटामा राख्ने प्लस उतातिर x माइनस 1 लाई चाहिँ एउटामा राख्ने है सो यसको गर्नुभयो भने अब यहाँ चाहिँ के छ त कमन जस्तो देखिन्छ x into x लेख्न पाइयो x क्यूब लाई x स्क्वायर लाई x into x लेख्न पाइयो प्लस अब यसलाई चाहिँ x माइनस 1 लेख्न पाइयो स्मल ब्राकेटमा मैले है अब त्यसपछि यो दुवैमा कमन के छ त यो दुवैमा कमन छ तपाईको x दुईटा x into x कमन आयो बच्यो के त के बच्यो एउटा x बच्यो x र माइनस को माइनस यता के पनि बचेन सो कमन आइहाल्यो भने के पनि छैन भनेपछि भ्यालुसँग 1 त हुन्छ नि 1 सँग चाहिँ 1 लेख्नु है प्लस यता के लेख्नु त x माइनस 1 लेख्नु है अब हेरौँ त यो प्लस साइन भन्दा यता यो प्लस साइन भन्दा उता चाहिँ के छ त एउटा टर्म हो यो भन्दा उता सेकेन्ड टर्म यो फर्स्ट टर्म यो सेकेन्ड टर्म र फर्स्ट टर्म र सेकेन्ड टर्ममा कमन के छ भने x माइनस y भन्ने कुरा कमन छ x माइनस y भन्ने कुरा चाहिँ कमन छ बच्यो के त दुईटा x हेर्नुलाई फर्स्ट टर्ममा र सेकेन्ड टर्ममा यो प्लस भन्दा फर्स्ट टर्म प्लस भन्दा सेकेन्ड टर्म फर्स्ट टर्म सेकेन्ड टर्ममा कमन के छ भने x माइनस 1 x माइनस 1 कमन छ भने त्यसलाई कमन लियौँ त्यसपछि चाहिँ बाँकी रहेको कुरा बाँकी के भयो त दुईटा x into x भनेको x स्क्वायर रह्यो अनि प्लस के बाँकी रह्यो त 1 रह्यो यहाँ के पनि यो x माइनस 1 पुरै आइहाल्यो कमन यो पुरै आइसकेपछि यिनीहरुसँग केही भएन भने एटलिस्ट कुनै पनि भ्यालुसँग केही भएन भने एटलिस्ट 1 मल्टिप्लाई गर्नु हुन्छ सो के गर्ने त यसलाई x स्क्वायर यो दुईटा x भनेको x स्क्वायर प्लस यहाँ यो भयो यो फर्स्ट टर्मको चाहिँ फ्याक्टराइजेसन अब फ्याक्टराइजेसन कम्प्लिट भयो कि भएन भने कसरी थाहा हुन्छ ब्राकेट भन्दा बाहिर चाहिँ यदि प्लस माइनस साइन कुनै बचेन भनेपछि त्यो फ्याक्टराइजेसन कम्प्लिट भएको मानिन्छ अब तपाईँ फेरि यहाँ हेर्नुलाई x स्क्वायर छ प्लस यो 1 पनि स्क्वायर लेख्न सकिन्छ हैन आफैले 1 स्क्वायर लेख्न सकिन्छ अब यो चाहिँ के प्लस लगाए पछाडि सँग के प्लस लगाए पछाडि सँग चाहिँ स्क्वायर छ प्लस लगाए क्रमको स्क्वायर प्लस पछाडि क्रमको स्क्वायर भनेपछि यो के हुन्छ a प्लस b को होल स्क्वायर माइनस 2ab हुन्छ है अथवा चाहिँ a माइनस b को के त होल स्क्वायर प्लस 2ab हुन्छ तर यो फर्मुला राख्दै गर्दा यहाँ ब्राकेट भन्दा बाहिर के छ प्लस साइन यो ब्राकेट भन्दा बाहिर के छ माइनस साइन फेरि फ्याक्टराइजेसन गरेको हामी लाग्ने सो यहाँ देखिए गर्दैन फ्याक्टराइजेसन यति राख्छ ल मिल्यो भने यो फर्मुला मिल्यो भने स्क्वायर प्लस अगाडि स्क्वायर प्लस पछाडि स्क्वायर भने मिल्यो भने हामी फ्याक्टराइजेसन गर्दैनौँ किन गर्दैनौँ यो भन्दा अगाडि फेरि गर्यो भनेपछि के हुन्छ यो माइनस साइन ब्राकेट भन्दा बाहिर आउँछ माइनस साइन ब्राकेट प्लस माइनस साइन ब्राकेट भन्दा बाहिर आएपछि फेरि त्यो फ्याक्टराइजेसन भएन फ्याक्टरहरु चाहिँ के हुन्छ त यसरी चाहिँ फ्याक्टरहरुको बीचमा प्लस माइनस साइन हुँदैन सिम्पली यसरी बुझ्नु सजिलोको लागि ब्राकेट भन्दा बाहिर प्लस माइनस साइन छुट्नु भएन यो यहाँ है अब सेकेन्ड एक्सप्रेसनको पालो त सेकेन्ड एक्सप्रेसनमा सेकेन्ड एक्सप्रेसन के छ हाम्रो 2x क्यूब माइनस x स्क्वायर प्लस x माइनस 2 दोस्रो एक्सप्रेसनमा चाहिँ के गर्नु भने यो कोफिसिएन्ट यो 2 कोफिसिएन्ट 2 र कन्स्टेन्ट 2 चाहिँ कमन लिनलाई सजिलो हुन्छ भने चाहिँ के गरिदिन्छौँ त 2x क्यूब माइनस 2 गरिदिन्छौँ है बाँकी हाम्रो एज इट इज कपी गरिदिन्छौँ किन यस्तो भएको छ भन्नुहुन्छ भने जस्तै हेर्नुहोस् त यो 2x क्यूब माइनस 2 छ यसरी दुईटामा कमन मैले लिएँ 2 कमन लिएँ भने चाहिँ यहाँ 1 बच्छ 1 बच्छ भने अगाडि x क्यूब बच्छ पछाडि 1 बच्छ 1 को क्यूब गर्न पाइयो 1 को पावर राख्नु पाइयो अहिले बुझ्नु तपाईले अनि अब यसरी अरेन्ज गरे त्यसपछि मैले अगाडिको दुईटा टर्मलाई चाहिँ यसरी दुईटा टर्मलाई चाहिँ एउटा ब्राकेटमा राखेँ माइनस पछाडिको दुईटा टर्मलाई चाहिँ के गर्दै एउटा ब्राकेटमा राखेँ तर यहाँ ध्यान दिनुपर्ने के छ भने यहाँ चाहिँ ब्राकेट लाउने बित्तिकै माइनस साइन बाहिर ब्राकेट भन्दा बाहिर माइनस साइन भने त्यसपछि उताको साइन फेरि चाहिँ उल्टिन्छ उल्टा हुन्छ प्लस भने माइनस भने प्लस यसरी चाहिँ यो भयो किनभने अब यसरी बुझ्नु माइनस ब्राकेट राख्दिनु ब्राकेट राख्नु भनेको चाहिँ माइनस साइन भन्दा बाहिर फाल्दियो भने यसरी भित्र पछिको साइनहरु माइनस गरिदियो भन्ने कुरा चाहिँ बुझ्नुलाई याद होस् है सो अब यो दुवैमा कमन के छ 2 छ 2 कमन छ भनेपछि x क्यूब माइनस यहाँ के पनि बच्दैन हेर्नुस् त के पनि बच्दैन कमन लिँदा के पनि बच्दैन भनेपछि 1 बच्छ बुझ्नुलाई कमन लिँदा के पनि बच्दैन भने 1 बच्छ माइनस यो दुवैमा के छ x स्क्वायर भनेको दुईटा x माइनस x भनेको अब x into 1 भयो सो x दुईटा x बाट x कमन लियो भनेपछि यो दुईटा x बाट एउटा x भित्र बच्यो एउटा x माइनस यो x एक्लै थियो त्यो कमन आयो के बच्छ त 1
x माइनस 1 भयो अब है यसमा के गर्न सकिन्छ भने अब 2 भयो र यता चाहिँ x क्यूब माइनस 1 को क्यूब लेख्न पाइयो है माइनस यो x सँगै छ र यहाँ x माइनस के छ 1 छ अब यो फर्मुला भयो a क्यूब माइनस b क्यूब है a क्यूब माइनस b क्यूब फर्मुला a क्यूब माइनस b क्यूब फर्मुला के हुन्छ त a माइनस b हुन्छ अनि a स्क्वायर प्लस ab प्लस के हुन्छ b स्क्वायर हुन्छ यो के भयो यसमा 2 को 2 लेखौँ यसलाई चाहिँ हेर्नुस् माइनसको अगाडि माइनसको पछाडि भने दुवैलाई जोड्ने दुवैलाई सरी दुवैलाई के गर्ने घटाउने त्यसपछि अगाडिको टर्मको स्क्वायर प्लस अगाडि ती दुवै टर्महरु इन्टु गर्ने x इन्टु 1 भनेको x भयो र प्लस पछाडिको टर्मको चाहिँ के त पछाडिको टर्मको स्क्वायर पछाडिको टर्म भनेको 1 को स्क्वायर है यति यो कुराकानी भयो यति मात्र अगाडि मात्र है माइनस यो कुराकानी त 2 अनि यति x क्यूब माइनस 1 को ठाउँमा यति आयो x क्यूब माइनस 1 को फर्मुला यहाँसम्म अनि माइनसको माइनस x को x र x माइनस 1 को x माइनस 1 यो त सधैँ छ त्यसपछि हेरौँ अब हेरौँ त माइनस भन्दा यता एउटा टर्म ब्राकेट भन्दा बाहिरको माइनस है ब्राकेट भन्दा बाहिरको माइनस भन्दा एउटा टर्म यता अर्को टर्म र दुवै टर्ममा कमन के छ त x माइनस 1 र x माइनस 1 कमन छ x माइनस 1 लाई आज कमन लियौँ भने बच्छ के त अब जुन बस्ने भयो 2 बस्ने भयो एउटा बाहिर र यो पुरै x स्क्वायर प्लस x प्लस 1 को स्क्वायर भनेको 1 यो बस्ने भयो माइनस माइनस उतातिर चाहिँ x बस्ने भयो बुझ्नु भयो है के भने त माइनस भन्दा यता एउटा टर्म भयो माइनस भन्दा उता अर्को टर्म भयो दुवै टर्ममा कमन चाहिँ यो वाला छ यो वाला चाहिँ भ्यालु छ यो वाला कमन छ दुवैमा कमन छ भने त्यसलाई बाहिर राखिदिउँ अब माइनस भन्दा यता फर्स्ट टर्ममा चाहिँ यो भ्यालु कमन आइसकेपछि के बच्छ त 2 अनि यो पुरै 2 अनि यो पुरै त्यसपछि माइनस हो माइनस उतातिर x माइनस भन्दा कमन आइसकेको छ के बच्छ त x सिम्प्लिफाई गरौँ x माइनस 1 र यो 2 ले भित्र इन्टु गर्ने अब है के गर्दिउँ 2 ले भित्र इन्टु गर्दा यो चाहिँ ब्राकेट हटेको बित्तिकै 2 ले x स्क्वायर पनि 2 ले ब्राकेट पठाइन्छ ब्राकेट भित्र जो सबैलाई मल्टिप्लाई गर्छ जति वटा टर्म छ सो 2 ले x लाई इन्टु गरेर 2x स्क्वायर प्लस 2 सरी 2x 2 ले x स्क्वायर लाई इन्टु गरेर 2x स्क्वायर 2 ले x लाई इन्टु गर्छ 2x 2 ले 1 लाई इन्टु गरेर 2 माइनस x है माइनस x अब यसमा 2x र माइनस x लाइक टर्म हेर्नुस् त बेस अफ पावर सेम छ भनेपछि यिनीहरु के भयो त लाइक टर्म है अब यिनीहरुलाई यता दिनु ल यो त इक्वल टु यहाँ है यहाँ सो x माइनस 1 र यता भयो तपाईको 2x स्क्वायर 2x स्क्वायर नै भयो 2x स्क्वायर भयो प्लस हेर्नुस् त दुईटा x बाट एउटा x घटाउने प्लस 2x माइनस x है बेस अफ पावर सेम छ भने लाइक टर्म आउनेपछि फुल नम्बर घटाउनु मिल्छ प्लस 2x माइनस x प्लस 2x बाट एउटा x घट्यो भनेपछि कति बच्छ त प्लस x बच्यो र प्लस 2 त सँगै छ 2x स्क्वायर प्लस 2x बाट एउटा x घट्यो भनेपछि प्लस वाला x बच्यो प्लस 2 को प्लस 2 यति बाँकी रह्यो अब त्यसपछि यो भयो तपाईको सेकेन्ड एक्सप्रेसनको के त फ्याक्टराइजेसन त्यसपछि सब दुईटा एक्सप्रेसनको फ्याक्टराइजेसन सकिसकेपछि अब एसीएफ एसीएफ भनेको के त कमन दुवैमा x माइनस 1 यहाँ त x माइनस 1 यो चाहिँ तपाईको एसीएफ ल अब चाहिँ m नम्बरको फर्स्ट एक्सप्रेसन छ 16x4 माइनस 4x स्क्वायर माइनस 4x माइनस 1 छ है सो यसमा के गरौँ भने हामी यो 16x4 लाई चाहिँ एज इट इज राखौँ पावर सबभन्दा ठुलो छ है यसलाई पछि खोलौँला त्यो भन्दा उताको टर्महरुलाई चाहिँ के गरौँ भने 4x स्क्वायर प्लस 4x प्लस 1 यसरी राखौँ अब यो किन प्लस भयो भन्नुहुन्छ भने यो माइनस साइन ब्राकेट भन्दा बाहिर आउने बित्तिकै फेरि के भयो त यहाँ प्लस के अरे माइनस माइनस प्लस भयो माइनस माइनस के भयो त प्लस भयो अब एकैछिन यतातिर एउटा प्याटर्न बनाउन खोजौँ है हामी यतातिर के बनाउँ भने प्याटर्न बनाऊ 4 लाई के लेखिदिउँ त 2 इन्टु 2 लेखिदिउँ इन्टु x स्क्वायर त छँदैछ प्लस यसलाई पनि 2 इन्टु 2 इन्टु के त x प्लस 1 लाई चाहिँ के गर्दिउँ त स्क्वायर राखिदिउँ दुई तीनवटा कुरा गर्यौँ है हामीले के गर्यौँ त 4 लाई 2 इन्टु जहाँ जहाँ 4 छ त्यसलाई 2 इन्टु 2 को टर्ममा राख्यौँ है र 1 को के गरिदिउँ त स्क्वायर राखिदिउँ अब 16x4 माइनस यो चाहिँ के भयो त 2 इन्टु 2 भनेको के त 2 को स्क्वायर अनि x को पनि स्क्वायर प्लस 2 है अब यो इन्टु 2x है 2x भनेको 2x अनि त्यसपछि के त तपाईको प्लस अब यहाँ के गरिदिउँ भने एउटा कुरा यहाँ चाहिँ इन्टु 1 पनि गरिदिउँ प्लस 1 को स्क्वायर किन 1 गरेको भने फर्मुला फर्मेटहरु सम्झिनुस् त फर्मेटहरु सम्झिनुस् के हुन्छ a प्लस b को होल स्क्वायर को फर्मेट के हो त a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर हेर्नुस् त के रे a प्लस b को होल स्क्वायर भनेको a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर के छ त प्लस छ दुईटा प्लस छन् अब पछाडिको टर्मको स्क्वायर छ ठीक छ अगाडिको टर्मको स्क्वायर बनाउन सकिन्छ मजाले कसरी सकिन्छ अहिले देखिदैन होला अब अझै सिम्पल गरिदियो भने अझ देखिन्छ हेर्नुस् त 2 को स्क्वायर x को स्क्वायर 2 को स्क्वायर x को स्क्वायर दुवै एउटै टर्ममा भएका फरक भ्यालुको एउटै टर्ममा भएका भ्यालुहरुको सेम पावर छ भने के गर्दिने त 2x को के गर्दिने एउटै पावर लेख्दिने प्लस यो 2 भयो है इन्टु डट भनेको इन्टु 2x इन्टु 1 प्लस 1 को स्क्वायर अब हेर्नु होला है अब ठ्याक्कै म्याच भयो दुईटा प्लस छन् तीनटा टर्म छन् दुईटा प्लस छन् अगाडि स्क्वायर छ पछाडि स्क्वायर छ अगाडि स्क्वायर छ पछाडि अगाडिको टर्मको स्क्वायर पछाडिको टर्मको स्क्वायर भने अगाडिको टर्मको स्क्वायर पछाडिको टर्मको स्क्वायर छ बीचमा 2 सँग अगाडिवाला टर्म र पछाडिवाला टर्म विदाउट स्क्वायर छन् बीचमा 2 सँग अगाडिवाला टर्म र पछाडिवाला टर्म विदाउट स्क्वायर छन् ठ्याक्कै फर्मेट म्याच भयो
फर्मेट म्याच भयो भने के गर्ने त यसलाई के को फर्मुला भयो त 2x छ यो अगाडिको टर्म जसको स्क्वायर छ पछाडिको टर्म जसको स्क्वायर छ यो अगाडिको टर्म स्क्वायर बिना विदाउट स्क्वायर 2x छ र पछाडिको टर्म विदाउट स्क्वायर के छ a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर छ भने अगाडिको टर्म विदाउट स्क्वायर पछाडिको टर्म विदाउट स्क्वायर र दुवैलाई प्लस गर्ने र होलमा के लेखिदिने पावर लेखिदिने होलमा के लेखिदिने पावर लेखिदिने यसरी भयो अब यहाँ 16 पनि के छ भने 16 लाई चाहिँ 16 भन्ने कोफिसिएन्टलाई हामीले के गर्न पायौं भने 4 को स्क्वायर लेख्न पायौं र x स्क्वायर भन्ने x को पावर 4 लाई चाहिँ हामीले के लेख्न पायौं 2 * 2 लेख्न पायौं 16 लाई चाहिँ 4 को स्क्वायर लेखौं किनकि 4 * 4 भनेको कति हुन्छ 16 हुन्छ सो 4 को स्क्वायर भनेको कति हुन्छ 16 हुन्छ है त्यसैले हामीले चाहिँ के लेख्न पायौं त 16 लाई 4 को स्क्वायर लेख्न पायौं अब त्यसपछि यता के भयो भने माइनस भयो यो चाहिँ 2x + 1 को के भयो त होल स्क्वायर भयो यतातिर 4 को पावर 2 भयो पावरहरु मल्टिप्लाई भएका छन् भने पावर अफ पावर लेख्न पाइयो यसरी है पावर अफ पावर लेख्न पाइयो किन लेख्न पाइन्छ भने हामीलाई थाहा छ कि x को पावर m * n छ भने हामी x को पावर m को होल पावर n लेख्छौं यो एउटा ल हो अथवा रुल हो त्यसपछि 2x + 1 को होल स्क्वायर त्यसपछि बाहिर के छ स्क्वायर छ एउटै टर्ममा भएका भ्यालुहरुको पावर सेम छ भने ती दुवै टर्मलाई के गर्दिने यसरी टाँस्दिने र बाहिर के गर्दिने एउटै स्क्वायर लेख्दिने बुझ्नु होला है एउटै टर्ममा भएका भ्यालुहरुको पावर सेम छ 4 को पावर पनि 2 x स्क्वायर को पावर पनि 2 हेर्नु होला है यो x को पावर यो वाला 2 हैन यो बाहिर वाला 2 हेर्नु हेर्नु यो 2 र यो 2 बाहिर वाला 2 को कुरा हुँदै छ 4 को पावर 2 x स्क्वायर को पावर 2 त्यसो भए यसलाई र यसलाई यी 2 हटाएर यी दुईटालाई टाँस्दिने त्यसपछि यो दुवै 2 को सट्टा एउटा 2 माथि लेख्दिने यसरी कुन प्रोपर्टीबाट x स्क्वायर * y स्क्वायर छ भनेपछि यसलाई x y टाँसेर एउटै स्क्वायर लेख्दिने भन्ने प्रोपर्टीबाट m लेखौं प्लसमा चाहिँ के छ त m छ भनेपछि दुवैको पावर सेम छ भनेपछि दुवैको होल पावर लेख्दिने त्यसपछि माइनस के भयो त यो 2x + 1 को होल स्क्वायर भयो पछाडिको त सधैं छ अब के भयो यो यसपछि हेर्नुस् त के भयो त माइनस छ अगाडिको टर्मको होल स्क्वायर पछाडिको टर्मको होल स्क्वायर कुन फर्मुला a² - b² के हुन्छ a + b र a - b हुन्छ a + b र a - b हुन्छ सो यो के भयो त यो भयो हाम्रो 4x² यी दुवैलाई अगाडिको टर्म जसले स्क्वायर राखेको छ स्क्वायर हटाएर यी दुवैलाई एकचोटी जोड्ने 4x लाई 4x² + 2x + 1 भन्ने यी दुवै डल्लालाई एकचोटी के गर्ने जोड्ने दुवै टर्महरुलाई एकचोटी जोड्ने र यी दुवै टर्महरुलाई एकचोटी के गर्ने त घटाउने माइनस दुवै टर्महरुलाई एकचोटी के गर्ने घटाउने त्यसपछि सिम्प्लिफाई गर्ने है 4x² + 2x + 1 एउटा भयो है र उतातिर के भयो त 4x² - 2x अब यो पनि के भयो त माइनस भयो किन यो ब्र्याकेट हट्ने बित्तिकै यो माइनस र यो प्लस मिलेर माइनस भयो यहाँ के आयो त 1 यो भयो यहाँसम्म चाहिँ के भयो त फ्याक्टराइजेसन भयो फर्स्ट एक्सप्रेसनको अब चाहिँ हाम्रो सेकेन्ड एक्सप्रेसन बस्यो बाँकी रह्यो सेकेन्ड एक्सप्रेसनको फ्याक्टराइजेसन चाहिँ ल यतातिर है ल अब के छ त सेकेन्ड एक्सप्रेसन के छ त हाम्रो 8x³ - 1 अब हेर्नुस् त 8 लाई चाहिँ 2 को क्यूब लेख्न सकिन्छ x³ छँदैछ 1 को क्यूब त जति थपे नि भयो 1 को पावर त जति राखे नि भयो आफ्नो आवश्यकता अनुसार यो के भयो त है 8 को क्यूब किन भयो भने 8 भनेको 2 को क्यूब किन भयो भने
यो चाहिँ 8 भनेको के हो त 2 इन्टु 2 इन्टु 2 हो, 3वटा 2 हो, 3वटा 2 हुनु भनेको के त 2 को क्युब हो है। अब यसमा दुवै एउटै टर्म हुनु भनेपछि के हुन्छ त 2x एउटै पावर लेख्न मिल्यो, यो चाहिँ के भयो त 1 क्युब भयो। सो के भयो त यो a क्युब माइनस b क्युब भयो, के भयो a क्युब माइनस b क्युबको फर्मुला भयो। र हाम्रो a क्युब माइनस b क्युबको फर्मुला के हुन्छ त a क्युब माइनस b क्युबको फर्मुला हुन्छ के त a माइनस b र a स्क्वायर प्लस ab प्लस b स्क्वायर हुन्छ। त्यसो भए हाम्रो यो के हुने भयो त यो हुने भयो हाम्रो यतादेखि लेखौँ यता a माइनस b र a स्क्वायर भनेको 2x को के त स्क्वायर माइनस ab भनेको यो दुवै 2x इन्टु 1 भनेको के त 2x नै भयो र प्लस है प्लस र प्लस b स्क्वायर भनेको 1 को स्क्वायर भनेको 1 नै भयो, 1 को स्क्वायर भनेको के भयो त 1 नै भयो। थोरै सिम्प्लिफाई गर्दा 2x माइनस 1 भयो यो र यता के भयो भने 2x को होल स्क्वायर भने के हो त होल स्क्वायर कति बेला लेख्न मिल्छ यहाँ हेर्नु होला है यसको रिभर्स क्युब पावर एउटै छ भनेपछि होल क्युब लेख्न पाइयो, होल क्युब लेखेको छ भने यो क्युब चाहिँ यसको पनि हो यो यसको पनि हो है भने चाहिँ यहाँ पनि होल स्क्वायर लेखेको छ भने 2 को पावर पनि 2 2 को पावर पनि के त 2 र x को पावर पनि के त 2 प्लस 2x प्लस 1 एज इट इज। त्यसपछि के भयो त 2x माइनस 1 भयो र यो चाहिँ 2 को पावर 2 भनेको 4x 2 को पावर 2 भनेको 4 भयो, x स्क्वायर छँदैछ प्लस 2x प्लस 1 भयो। यो चाहिँ फ्याक्टराइजेसन कम्प्लिट भयो सेकेन्ड एक्सप्रेसनको। त्यसपछि अब छ हाम्रो एचसिएफमा के छ भने कमन फ्याक्टरहरू, कमन फ्याक्टर के छ त यो कमन फ्याक्टर के छ 4x स्क्वायर प्लस 2x प्लस 1 सो 4x स्क्वायर प्लस 2x प्लस 1 यो चाहिँ के भयो त हाम्रो एचसिएफ भयो।